किन हेलिकप्टरमा झुन्डिएर भागेको? तपाईँको कविताको आलोचना, त्यसपछि कृष्ण पहाडीको खोजी। देश बन्ला भन्दा भन्दै मर्ने बेला भयो। मैले कविता सुनाएँ। सत्तामा बसुन्जेल जनताको पक्षमा काम गरेको भए। नमस्कार, समाचारालय पडकास्टमा हार्दिक स्वागत छ। दर्शकवृन्द, हामीले सामाजिक सञ्जालमा एउटा कविता बारम्बार देख्छौँ। कविता पनि सामयिक कविता, अहिलेका पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएको या प्रतिबिम्बन गरेका कविताहरू जुन डिका नदिएको, शीर्षरेखा नभएको कविता हामी देख्छौँ। उहाँ हुनुहुन्छ अर्जुन पराजुली। उहाँलाई आज पडकास्टमा हार्दिक स्वागत छ। हजुर, नमस्ते। दर्शकवृन्द, उहाँको परिचय गराउँदा अहिले हामीले देख्छौँ डिका नभएको कविता लेख्ने कवि अर्जुन पराजुली। तर त्यतिमा मात्रै सीमित छैन, उहाँ राजनीतिक कवि पनि हो। नेपालमा कम्युनिस्ट र कङ्ग्रेसको शासन रहँदा 55-56 साल पछाडि ज्यादै अलोकप्रिय भए र राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाखेरि त्यो राजा ज्ञानेन्द्रको कदम विरुद्ध आह्वान गरिएका जुलुसहरूमा मानिस जम्मा भएनन्। त्यति बेला कवि, कलाकार, साहित्यकार, पत्रकारहरू निस्किएर यी नेताको हामीले जिम्मा लिन्छौँ भनेर बानेश्वरमा सुरु गरेपछि मानिसहरू आए र खास गरिकन त्यति बेला मोबाइल टेलिफोन बन्द गरिएको झोकमा मानिसहरू धेरै नै जुलुसमा आए र 62-63 आन्दोलन सम्पन्न हुन सकेको थियो। त्यसका एक योद्धा अर्जुन पराजुलीलाई समाचारालय पडकास्टमा मैले आमन्त्रण गरेको छु। कृष्ण पहाडी लगायत अर्जुन पराजुलीहरू पहिलो लटमा हिरासतमा जाने व्यक्ति थिए र आज यो बालेन सरकारको सत्ताको पक्षमा बोल्ने कविका रूपमा पनि उहाँको चित्रण हुने गरेको छ। सामाजिक सञ्जालमा सामयिक विषयमा प्रतिक्रिया दिइहाल्ने अनि पहिला 10 वर्ष अदालतमा काम गरेको कर्मचारी अहिलेको अदालतप्रति असन्तुष्टि पोखेको पनि देखिन्छ। आखिर किन त? अनि फेरि सधैँ सत्ताको विरोध गरेको मान्छे अहिलेको सत्ताको किन समर्थन? यस्ता अनेक प्रश्नहरू जन्मिएका छन्। यी खुल्दुलीहरू बारे जिज्ञासा राख्नको लागि उहाँलाई मैले आमन्त्रण गरेको हुँ। अब कस्तो छ कविवर अहिलेको अवस्था? आफ्नै चाहिँ ठिकै छ। अब कविता लेखि नै राख्नु भएको छ? लेखिरहेको छु। देश बन्ला भन्दा भन्दै मर्ने बेला भयो। यो पनि कविता हो? जन्मिने बित्तिकैदेखि त्यो त यथार्थ हो मेरो जीवनको। देश बन्ला भन्दा जति बेला ममा चेतना आयो, चेतना भरियो, त्यो बेला म देश बन्छ होला भन्ठान्दै अनि आन्दोलन गर्दै, देश बिगार्नेहरूको विरोध गर्दै अहिलेसम्म पनि त्यही गर्दैछु। तर देश त्यो बेलामा जस्तो थियो त्यस्तै छ कि बिग्रिएको छ कि अलिकति प्रगति छ? अलिकति प्रगति प्राकृतिक रूपमा भएको हो भन्न खोजेको, आफै हुने किसिमले मात्रै भएको हो। अहिले जे प्रगति भनिँदैछ नि, यदि यो देशमा भ्रष्टाचार नभएर सत्ता चलाउनेहरू इमान्दार भइदिएको भए अहिले हाम्रो देश अघि सिङ्गापुर पछि हुन्थ्यो। तर अहिले हाम्रो देश ग्रे लिस्टमा छ। यसलाई के भन्ने? अब यत्र नगच्छति रवि तत्र गच्छति कवि। जहाँ घाम पनि पुग्दैन त्यहाँ चाहिँ कवि पुग्छ भनेर भनिन्छ। तपाईँले हेर्दै आउनु भएको छ। हिजो तपाईँले कङ्ग्रेस कम्युनिस्ट 7 दललाई साथ दिएर 62-63 जनआन्दोलनमा अगाडि बढ्नु भएको थियो र पछि नेताहरू थिए। आज तिनै कङ्ग्रेस कम्युनिस्टले तपाईँको विरोध गर्छन्, उनका समर्थकहरूले विरोध गर्छन्। यस्तो अवस्था कसरी आयो? उनीहरू परिवर्तन भए, म भएन। तपाईँले 62-63 कुरा निकालिहाल्नु भयो। त्यो बेलामा दलहरूको अवस्था यस्तो अप्रिय थियो, जनताको बिचमा उनीहरू यति अप्रिय थिए, 20-25 जना मान्छे जम्मा गर्न सक्ने अवस्था थिएन। त्यो बेलामा उता माओवादीको युद्ध भइरहेको थियो हैन।
राजाले शासन आफ्नो हातमा लिएका थिए। त्यो बेलामा अब यो देश जोगाउनुपर्छ भनेर देश जोगाउनको लागि ज्यान मारेर हिँड्ने केही मान्छेहरूमध्ये म पनि एकजना हुँ। र त्यति बेला जतिखेर दलका नेताहरूले 7 दलको समूह त बनेको थियो, तर 7 दलले 7 जना मान्छे जम्मा पार्न सक्थेनन्। त्यो बेलामा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे लगायतका आन्दोलनको नेतृत्व गर्ने दाइहरूले चाहिँ लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन भन्ने आन्दोलन बनाएर अनि त्यसमा को एउटा सदस्य म पनि हुँ। सदस्य भनेर आधिकारिक कुरा होइन कि भनौँ न, त्यो समूहको एउटा। अनि त्यसमा हामीले मान्छे जम्मा गरिदिने सबभन्दा पहिलोचोटि सबभन्दा ठुलो सभा बानेश्वरमा भएको थियो, जुन सभामा गिरिजा प्रसाद कोइरालादेखि लिएर 7 दलका प्रमुख नेताहरू र अरू नेताहरू सडकमा पैलेट कसेर बसेर माथिबाट मैले कविता सुनाएँ, पहाडी दाइ र देवेन्द्र दाइले भाषण सुनाउनु भयो, खगेन्द्र सङ्ग्रौलाले उद्घोषण गर्नुहुन्थ्यो र रामेश्वर रायन दाइहरूको गीत हामी सुनाएर नेताहरूलाई भुइँमा राखेर हामी टडकमा मञ्च बनाएर टडकबाट उनीहरूलाई सुनाउँथ्यौँ। दलका नेताहरूको दलको अवस्था त्यस्तो थियो। त्यसो गरी देशभरि हामीले मान्छे बटुल्ने र हाम्रा कुरा भन्ने गरेर आन्दोलन उठायौँ। हामीले लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन भन्ने आन्दोलन उठायो। त्यही आन्दोलनको विजयले यिनीहरू आएर सत्तामा गए। हाम्रै रगत पसिना छालामा टेकेर सत्तामा गएर अनि हामी माथि नै यिनीहरूले अत्याचार गरे, भ्रष्टाचार गरे, देश बनाउनुको साटो आफू बने। अनि त्यो सहन नसकेर मैले सधैँ विरोध गरिराखेकै हो। अब अहिले हाम्रा छोराछोरीले, मेरा भतिजा भतिजी पनि गएका थिए त्यो आन्दोलनमा, उनीहरूले यिनीहरूको विरुद्धमा आन्दोलन गरेर अहिले यो परिवर्तन भएको छ। जेनजी आन्दोलन यी हाम्रा भतिजा भतिजी, हाम्रा छोराछोरीले गरेको आन्दोलन हो। यो यिनीहरू किन समर्थन, हाम्रा छोराछोरीको समर्थन गरेको हो मैले, हाम्रा भतिजा भतिजीको समर्थन गरेको हो। यो अहिले यो जेनजी सरकारको होइन, जेनजी भने मतलब जेनजी मार्फत पछाडि बनेको सरकार। अब अलिकति अझै अनि यी केटाकेटीहरू त्यो युद्धमा त्यहाँ गएर ज्यान मारे, आफ्नो ज्यान फालेर सरकार चेन्ज गर्नुपर्ने अवस्था कसले ल्याएको? यही आजसम्म सत्ता चलाउनेहरूले होइन। उनीहरूले नचाहिँदो नगरेको भए, राम्रो काम गरेको भए, जनताको चित्त बुझाएको भए, भ्रष्टाचार नगरेको भए हाम्रा छोराछोरीहरू आन्दोलनमा जान्थे। तिनीहरूलाई गोली हानेर अनि हेलिकप्टरबाट झुन्डिएर भागेको कति 3 महिना 4 महिना भर्खर भएको छैन, 4 महिना हुँदैछ। अनि अहिले नै फेरि अब यही हाम्रा भतिजा भतिजी छोराछोरीको विरोध गरेर अनि यिनीहरूको समर्थन गर्न जानुपर्ने हामी अहिले नै? यिनीहरूले नचाहिँदो गरून् न, यिनीहरूले भ्रष्टाचार गरून्, यिनीहरूले त्यसै गरी प्लेनहरू खाउन्, यिनीहरूले पैसा खाउन्, यिनीहरूलाई पनि तिनीहरूले जस्तै गरी हामीले यो गल्ती गर्यो भन्न नसोचिउन्। यिनीहरूलाई हामीले हजारौँचोटि यो नगर तिमीहरू सिद्धिन्छौ भनेर भन्दाखेरि हाम्रा कुरा सुने यिनीहरूले, सुनेको भए त अहिले यो अवस्था आउँथेन नि। यिनीहरूलाई पनि हामी भन्छौँ, यिनीहरू नचाहिँदो गऱ्यो भने यो नगर भन्छौँ, मानेनन् भने, भ्रष्टाचार गरे भने, उनीहरूकै जस्तो लुट्ने काम गरे भने, जति बेला पहिला म यिनीहरूलाई समर्थन गर्थेँ नि, यिनीहरूको सत्तामा आएपछि पनि मैले समर्थन गरेँ।
अनि त्यो बेला यिनीहरूलाई समर्थन गरे चाहिँ ठिक, अहिले अर्को परिवर्तनपछि अरूलाई समर्थन गर्यो भनेर चाहिँ त्यो गर्न मिल्छ? ठिक भन्न मिल्छ? नचाहिँदो गरुन्जेल त हेर्न पर्यो नि। 35 वर्ष लुटेर खानेहरूले अब अहिले भर्खर 4 महिना भएको छ, के गर्छन् भने अलिकति पर्खेर हेर्नु पर्दैन? आफूले गर्न नसकेपछि हामीले गर्न सकेनौँ, हाम्रा छोराछोरी नाति नातिनाहरूले चाहिँ अब नयाँ सरकार बनाएका छन्, एकछिन केही समय हेरेर पर्खेर हेरौँ न त। आफूले गर्न कि गरे भए हुन्थ्यो नि त आजसम्म, किन नगरेको? के हेरेर बसेको? यही 4 महिनामा यिनीहरूले सबै कुरा गरिदिनु पर्ने हो? 4 महिनामा उनीहरूसँग सबै कुरा खोज्नेले 30-35 वर्षसम्म आफूसँग चाहिँ किन नखोजेको? किन हेलिकप्टरमा झुन्डिएर भागेको सत्तामा बस्ने मान्छेहरू? त्यो हेलिकप्टरमा झुन्डिएर भाग्नुपर्ने किन बनाएको आफैले? कसले बनाइदियो? सत्तामा बसुन्जेल जनताको पक्षमा काम गरेको भए, देशको हितमा काम गरेको भए, भनौँ न अब राम्रो काम गरेको भए त जनताले लखेट्थेन होला नि त, भाग्नु पर्थेन होला नि त। किन भागेको? अनि हिजो भागेको हाम्रा छोराछोरी 76 जना छोराछोरी मारेर भागेको होइन? किन हानेको गोली हाम्रो छोराछोरीलाई? अनि अब अहिले नै अब त्यो गोली हानेको स्वीकार समेत गरिएको छैन अहिलेसम्म। अनि फेरि अब भर्खर 4 महिना भएको छ, अब म यो सरकारको विरोध गर्न लागौँ ढाल्नलाई अहिले नै? नचाहिँदो गरून् न, त्यसपछि अनि के गर्छ अर्जुन पराजुले, के गर्छ कृष्ण पहाडीले? त्यति बेलासम्म यिनीहरूले नचाहिँदो भ्रष्टाचार, यिनीहरूको भ्रष्टाचार गर्न सुरु गरून्। नचाहिँदो गरेपछि यो गल्ती गर्यो भन्दा नसच्चिन थालुन्। अहिले पनि केही मिस्टेकहरू गरे, तर भनेपछि सच्याइरहेका छन् त। मन्त्रीहरूलाई उतिखेर बर्खास्त गरे होइन, अहिले पनि अब भर्खर आएका छन्, टाइम लाग्ला, सिक्ने टाइम लाग्ला होइन। जबसम्म यिनीहरूमा चाहिँ हामी नैतिक रूपमा पतन हुने खालको यिनीहरूको जस्तो काम गरेको त हामीले त देखेका छैन। जबसम्म यिनीहरू नियत, एउटा काम गर्दा गल्ती हुनसक्छ, मिस्टेक हुनसक्छ, बिग्रिन सक्छ, तर भित्री नियत जबसम्म यी सबै 100% भन्दिनँ म, जबसम्म अहिले सरकारमा बस्नेहरू र पार्टी चलाउने मुख्य मान्छेहरूको नियतमा खोट देखिँदैन तबसम्म हेर्ने हो, पर्खिने हो होइन। कम्तीमा शङ्काको सुविधा दिनु पर्यो नि त। अब अहिले यिनीहरूको विरोध गरेर फेरि यिनीहरूको विरोध गर्नु भनेको तिनै भ्रष्टहरूको समर्थन हुन्छ नि त। चित्त नबुझ्दै पनि हिजो हामी गणतन्त्र जाला भनेर यिनीहरूको विरोध गर्न सकेनौँ क्या? यिनीहरूले नचाहिँदो गर्दाखेरि पनि हामी कति चित्त नबुझ्दाखेरि त्यो गणतन्त्रको मायाले यिनीहरूको विरोध गऱ्यो भने राजालाई फाइदा हुन्छ भनेर होला भन्ने हिसाबले हामीले बोलेनौँ र चुप लाएर बस्यौँ। अति भएपछि त यिनीहरूको विरोधमा बोल्यौँ र अहिले यिनीहरूको हालत यस्तो छ गणतन्त्र होइन। अनि त्यस्तै अब अहिले यही भर्खर आएको सरकारको विरोध गर्नु भनेर यिनीहरूको समर्थन गर्नु हो? यी चाहिँ यत्रो चाहिँ देशको हालत यस्तो बनाउनेहरूलाई नै समर्थन हुने गरी अहिले नै यिनीहरूको कसरी विरोध गर्न सकिन्छ त? त्यसको अर्थ यो होइन कि यिनीहरूले फेरि यिनीहरूकै जस्तो काम गरुन्जेल टुलु हेरेर बस्छ भन्ने होइन नि त। कम्तीमा विरोध गर्नको लागि नचाहिँदो गर्न दिनु पर्यो, नचाहिँदो गरुन्जेल पर्खिनु पर्यो। नचाहिँदो गरेपछि नि केटा हो यसो किन गरेको भन्दाखेरि होइन, सच्याएनन् भने अनि पो गर्नु पर्यो होइन र? त्यही त, तपाईँलाई त यो सामाजिक सञ्जालमा हेऱ्यो भने सत्ताको चाकर भनेर भन्छन्। तपाईँले लेखेको कविताको कमेन्टहरू हेर्दाखेरि अर्को प्रति कविता पनि लेखेर गरेको देखिन्छ। त्यो तपाईँले हेर्नुभयो होला होइन? त्यो त लुटको स्वर्गबाट खसेर विक्षिप्त भएकाहरूले मलाई जेसुकै भनुन् बहुत खुसी लाग्छ। किन खुसी लाग्छ? मैले उनीहरूलाई, ती भ्रष्टहरूलाई, ती लुटको स्वर्गबाट खसेर विक्षिप्त भएकाहरूलाई कत्रो असर पारेको रहेछ। जब एउटा कलमको टुँडोले कत्रो शक्ति रहेछ त्यो एउटा डीको बिनाको अक्षरमा। क्रियाको प्रतिक्रिया हो नि। मेरो चोट
सहन नसकेर उनीहरूले भनेका हुन्। ठिकै छ, त्यसमा तपाईँ अहिलेको केही भन्नु सत्ताको छैन। चाकर होइन त्यसो भए, त्यो लेखेका छन् उनीहरूले। अब विरोधी गणतन्त्र आउँदाखेरि राजावादीहरूले के भने होलान्, के भने यसै गरी भन्थे। 62-63 पछि पनि जो सत्ताबाट हारेर गए तिनीहरूले त्यसै भन्थे, अहिले पनि यसै भन्छन्। यी चाहिँ छोटे राजाहरू र राजाका आसेपासेहरू जुन चाहिँ भनौँ न सत्ता चलाउनेहरूको वरिपरि दाइँ गरेर खानेहरू, तपाईँहरू हेर्नुहोस् न, त्यहाँ फेसबुकमा हेर्नुहोस्, तिनीहरूको प्रोफाइलमा जानुहोस्, कुन पार्टीका छन्, कुन नेताकासँग फोटो खिच्ने मान्छेहरू छन्। अझ प्रोफाइल सबै बन्द छ त्यहाँ जस्तो मलाई उ गर्नेहरूको, होइन। कोही मान्छेहरू थाहा नपाएर पनि होला, तर हेर्नु न मलाई, मैले के लिएँ, के को लागि लडिरहेको छु, होइन। एउटा तपाईँलाई सत्ताको चाकर भनेर गरे कविताको सेयर गरेर तपाईँलाई आलोचना गरेको देखिन्छ। अर्को चाहिँ नि 62-63 हुँदाखेरिको कृष्ण पहाडी पहेँलो लुगा लगाउने हुनुहुन्छ नि, उहाँको फोटो राखेर यी अहिले कहाँ छन्, यो सरकार विरुद्ध किन बोलेनन्, यो सरकारका गतिविधि विरुद्ध भनेर भनेका छन्। त्यो कृष्ण पहाडीको खोजी चाहिँ किन भएको हो? पहाडी दाइ बोलिराख्नु भएको छ, देख्दैछु म पनि, होइन। टेलिभिजनतिर बोली पनि राख्नु भएको छ, सरकारको विरोध दाइको बोलिराख्नु भएको छ। अनि यो सरकारको विरोध 4 महिनामा गर्नुपर्ने चाहिँ किन रहेछ? यी गतिविधि अनि उनीहरूलाई नै समर्थन अब यो अहिले नै त्यस्तो विरोध गरिहाल्नु पर्ने 4 महिनामै हो भने, अनि अब चाहिँ समर्थन चाहिँ कसलाई गर्ने? 30 वर्ष लुटेर खानेलाई समर्थन गर्ने, अब कसलाई गर्ने? हिजो चाहिँ हाम्रा छोराछोरीलाई भुटेर सत्ताबाट हेलिकप्टरमा झुन्डेर भाग्नेहरूलाई समर्थन गर्ने, अब कसलाई गर्ने? होइन। यिनीहरू नचाहिँदो चाहिँ के गरिसकेका छन्, होइन। काम गर्दा 1-2टा मिस्टेक भयो होला, होइन, अथवा के गल्ती भयो होला, ढङ्ग पुगेन होला, अनि कतिवटा भ्रष्टाचार गरे। तर माइती घरतिर जुलुसहरू निस्किरहेछन् नि, जुलुस त यी आजसम्म खाएर ढाडिएका, अब भोकै परेपछि गर्न परेन। पुरानो सत्तामा खाएर अब खान नपाउने भएपछि विक्षिप्त भएकाहरूले, अनि यिनीहरूको नगरेकोले गर्छ त। यिनीहरूले त खाने भागै खोसिदिए। तर सडकमा त कोही त धेरै नै मर्का परेर निस्किएका मान्छे पनि छन् नि। मर्का परेको छ होला, त्यो त हेर्नुपर्छ, सरकारले हेर्नुपर्छ। हेरेन भने उनीहरूकै चाल हुन्छ त। सरकारले पुरानाकै जस्तै क्रियाका भ्रष्टाचार गर्यो भने, पुराना जस्तै अरू प्रतिशोध साँध्यो भने, पुराना जस्तै अदालतमा आफ्ना पार्टीका कार्यकर्ताहरू भर्ना गरेर इन्साफ हुने खालको वातावरण बनेन भने, पुराना जस्तैले लुट्ने बाहेकहरू केही काम गरेन भने, पुराना जस्तैले जनतालाई झुक्क्याइ गर्यो भने, यिनीहरूको 2/3 पनि त्यही फुइँतियाई, यिनीहरूको 2/3 त्यसै गरी पुरानाको जस्तै गरी फुइँतियाई भयो भने जनताले भुइँतियाई बनाइदिन्छन्। त्यसकारण त्यो गर्छन् भन्ने मलाई लाग्दैन। गरे भने यिनीहरूको हालत पनि पुरानाको जस्तो हुन्छ। त्यो थाहा होला नि त यिनीहरूलाई, त्यति थाहा नपाएका त होइनन् होला। अब तपाईँको कविताको आलोचना, त्यसपछि कृष्ण पहाडीको खोजी हुनु भनेको नेपालको राजनीतिक इतिहासमा तपाईँहरूको योगदान त रहेछ भन्ने देखियो, होइन त? होइन, त्यो त अब अरूले उ गर्ने कुरा, योगदान भएको नभएको त हामीलाई पनि थाहा छ नि त, अब दुनियाँलाई थाहा छ, होइन। कृष्ण पहाडीहरू नभएको भए 62-63 को आन्दोलन कहाँ जान्थ्यो, के हुन्थ्यो, अहिलेका नेताहरू कहाँ हुन्थे? त्यो त त्यही बेला खोजेर हेर्नुपर्छ। हामी अब अहिले नै यो अहिले विरोध गर्ने, के चाहिँ विरोध गर्ने त? अब बालेनले यति खायो भन्ने कि के भन्ने? अथवा यो सरकारले यति लुट्यो भन्ने कि? अब यो सरकारले यो चाहिँ काण्ड मचायो भनेर भन्ने कि? यो सरकारमा बसेका मन्त्रीले योलाई फलानु यस्तो गर्यो, बलात्कार के अरूका मन्त्री सन्त्री जम्मै गर्थे भन्ने कि के भन्ने?
जनता जति अब अहिले 2/3 जनता यो सरकारसँग छ। अनि भ्रष्टहरूसँग कति छ? जब 2/3 जनताको पक्षमा यो सरकारको समर्थन भनेको त 2/3 जनताको समर्थन के पक्षको समर्थन हो तत्कालको लागि। फेरि मैले बारम्बार भनेको छु, यसले नचाहिँदो गरोस् न। अनि अर्जुन पराजुलीले कस्तो लेख्छ, त्यति नचाहिँदो गरिनु पर्खेर बस्नु पर्दैन। हाम्रो प्रयास त उनीहरूलाई पनि नचाहिँदो नगर भनेर बारम्बार लेखेको हो। सचिनलाई बारम्बार भनेको थियौँ हामीले। सचिएको भए यो अवस्थै आउँथेन नि त। यिनीहरू पनि सचिएनन्, नचाहिँदो गरे, हामीले नचाहिँदो नगर भन्दा पनि सचिएनन् भने त फेरि यिनीहरूको पनि हालत त्यही हुन्छ त। अब यो 2/3 भन्नुभयो नि, अब 2/3 को कुरा गर्दाखेरि त हिजो केपी ओली र शेरबहादुर देउवा मिलेर पनि 2/3 थियो। अङ्कैले मात्रै त केही गर्दो रहन्छ। अब यता अहिले हालसालै आएर प्रचण्डको भाषण, हामी अहिले समसामयिक राजनीतिक इतिहासको कुरा गर्दैछौँ होइन, यो खण्डमा यो कुरा गर्दाखेरि प्रचण्डले हालसालै यो त एक दिनमा 5-7 लाख मान्छे ल्यायो काठमाडौँमा, 1.5 लाख अरू सहरमा ल्यायो भने त एक दिनमै सत्ता पल्टाउन सकिँदो रहेछ भनेर प्रचण्डले भाषण गरेको सुनिएको छ। यो 2/3 भन्ने त हिजोको केपी ओली र शेरबहादुरको 2/3 थियो, अहिले 2/3 छ। अब प्रचण्डको योजना त यस्तो छ, अब मिलौँ, अब हामी सबै मिलेर पल्टाइदिउँ भनेर प्रचण्डले भन्नुभएको छ। यो त्यो नहोला। अनि त्यो पल्टाइदिउँ भन्ने बित्तिकै पल्टिने भए त 10 वर्ष लडाइँ गर्नु पर्थ्यो र। अनि पल्टाइदिउँ भनेर त्यसै पल्टाउन सक्ने मान्छे अनि त्यो भाग्यो किन नि उहाँहरू लुकिकन। कति दिनसम्म त कहाँ हुनुहुन्छ भन्ने थाहा पनि थिएन। अझ प्रचण्ड चाहिँ अगाडि थाहा भएको, अरू त कहाँ छन् भन्ने थाहा पनि थिएन होइन। प्रचण्डले त अझ भ्रष्टाचारको विरोध पनि गरिरहेको। प्रचण्डले त भ्रष्टाचारको विरोध पनि गर्नुभयो। अन्तिममा आएर उहाँले भ्रष्टाचारको काण्डहरू खोल्दै हुनुहुन्थ्यो। अनि त्यो अन्तिममा त्यो भ्रष्टाचार फाइल खोल्न थालेपछि सत्ता पल्टेको पनि हो त। अन्तिममा चाहिँ प्रचण्डको सत्ता होइन। अनि त्यसपछिको सत्ता भाग्नु पर्यो किन नि? एक दिनमै सत्ता पल्टाउने, अझ उहाँ एक्लै पल्टाउने भन्नुहुन्छ। अनि अब यहाँ त अब सबै मिल्दाखेरि त झन् पल्टिने भयो। तर उहाँहरू भागेको चाहिँ किन? त्यो त अनि एक दिनै पल्टाउन सक्ने त्यो त उहाँहरूले त यो होइन, अल्गोरिदम, त्यसपछि विदेशी तत्त्व, कतिवटा एम यस्तो कतिवटा ए भन्ने छ नि त उहाँहरूको फेरि। अनि अल्गोरिदम भू राजनीति यो सबै यो देशका 2/3 जनता सबै अल्गोरिदम हुन्। भोट पनि अल्गोरिदमले हाले हो। तपाईँ यो भोट सबै 2/3 भोट अल्गोरिदमले हालेको। जनता सबै अल्गोरिदम हुन्। उनीहरूलाई भोट हाल्ने बाहेक सबै जनता अल्गोरिदम हुन्। त्यही हो। तर यो डिजाइनमा लोकतन्त्र मान्नेहरूले अनि जनताको मतलाई मान्नुपर्छ पर्दैन? आफूले पायो भने चाहिँ, आफू सत्तामा भयो भने चाहिँ ठिक, आफू सत्ताबाट झर्ने बित्तिकै अनि जनता बेठिक। यो त डिजाइनमा हो। 5-7 लाख मान्छे काठमाडौँमा उतार्यो भने सम्भव हुन्छ भन्ने छ प्रचण्डको भनाइ। त्यसो गर्दा त जुनसुकै बेला सत्ता पल्टिन सक्ने भयो। पल्टायो भयो नि त। पल्टाएर देश बनाउने हो कि पल्टाउने हो त? यो देशलाई पल्टाउने चाहिएको छैन क्या, यो देशलाई बनाउने मान्छे चाहिएको छ। हामी बनाउँछौँ यो सरकारले त। अनि आजसम्म के हेरेर बस्या त? कतिचोटि प्रधानमन्त्री हुनुभयो उहाँहरू होइन? कोही 5 चोटि, कोही 4 चोटि, कोही 3 चोटि, कोही 2 चोटि, कोही 1 चोटि। होइन, यो बालेन सरकारले किन नबनाएको त? यसो छ, बालेन सरकारले जनविरोधी काम गर्यो, गरिबलाई मार्यो, यो धनीको हो, यो नेपालीको होइन भनेर भाषण गर्नुभएको छ उहाँहरूले। जनताको विरोधी भयो भनेर भन्नुभएको छ। स्वाभाविक हो नि, उहाँहरू विक्षिप्त हुनुभएको छ भन्नुहुन्छ। त्यसमा त के कारणले विक्षिप्त हुनुभयो? उहाँहरू भनेको छु है मैले, फेरि त्यो एकजनालाई भनेको छैन। जो सत्ताच्युत हुनुभएको छ होइन,
के भएको छ र? सक्रिय नै हुनुहुन्छ राजनीतिमा, कसरी विक्षिप्त भन्न मिल्छ र? नत्र लोकतन्त्रमा जनताको मतको सम्मान गर्नुपर्छ पर्दैन? 2/3 मतले करिब 2/3 मतले चाहिँ अहिलेको सरकार बनाएको छ। अनि 2 महिना भएको छैन ढाल्छु भनेपछि के हो त? अङ्कगणित सबै होइन भन्नुभएको छ। होइन, ठिकै छ त, लोकतन्त्र त्यसो नमाने भइहाल्यो नि त। त्यसपछि त अब जसले जे गरे पनि भइहाल्यो। होइन, 5-7 लाख मान्छेको त्यो प्रचण्डले भनेको जस्तो जुलुस निस्केला कि ननिस्केला? अब तपाईँ त होइन, जुलुस, यो म जुलुस निकाल्ने मान्छे होइन नि त। तपाईँको कविताले त ल्यायो त, 62-63 मा त तपाईँको कविताले ल्याएको हो नि त। पछि पनि भ्रष्टाचार उहाँले ल्याउनु होला नि त। ल्याएको भए मेरो एउटा मात्रै प्रश्न के हो भने, अब त्यो एक दिनमा 5-7 लाख मान्छे ल्याएर सत्ता ढाल्नेहरू चाहिँ किन चाहिँ अर्काले सत्ता लगाउन्जेल के हेरेर बस्नु भएको हो भनेको नि त। मेरो त त्यही मात्रै। मलाई त अब म राजनीति गर्ने होइन, म नेता बन्ने पनि होइन, मलाई केही लिने पनि होइन। अब त्यस्तो चाहिँ किन नगरेको? त्यो सक्ने भए जनता चाहिन्छ होला नि। उहाँले त यत्रो समयसम्म जनतालाई यति वितृष्णा पैदा गराएर मान्छेलाई विस्फोट हुने अवस्थामा बनाउनु भएको थियो र मान्छे त्यसरी विस्फोट भयो। अब उहाँहरूले भन्ने बित्तिकै मान्छे अहिले सडकमा आउला त? अहिले त उहाँहरूको मुख देख्यो भने नि बरु आएको मान्छे नि पछाडि फर्केर भाग्छ। अनि अब खालि ढाल्ने, अब पल्टाउने मात्रै गर्ने हो कि बनाउने पनि हो उहाँहरूको जिम्मेवारी? अब उहाँहरूले आजसम्म यत्रो समय पाउँदाखेरि नसकेपछि अब हामीले सकेनौँ, अरू कसैले गर्छ भनोस्, गर्छ भने गरोस्, देश बन्छ भने बनोस् भनेर छोड्नु पर्दैन? पर्छै पर्दैन? बरु मैले नै सत्तामा हुनुपर्छ, मैले नै खानुपर्छ, यो देश सिद्धिए पनि सिद्धियोस् भन्ने हो। उहाँहरूले बनाउने भए आजसम्म किन नबनाएको? यसो छ नि, आजसम्म किन यो प्रश्न उहाँलाई तपाईँ सोध्नु होला। उहाँहरूले बनाउनु हुन्थ्यो भने आजसम्म कतिचोटि प्रधानमन्त्री बन्नुभयो? कोही 5 चोटि, कोही 4 चोटि, कोही 3 चोटि, कोही 2 चोटि, कोही 1 चोटि। पालै पालो, उसको पालो, तेरो पालो, मेरो पालो, तेरो पालो, मेरो पालो, तेरो पालो, मेरो पालो, तेरो पालो, मेरो पालो गरेर त्यो म्युजिकल चेयर रेस चाहिँ घुमाइ गरेर अनि किन नबनाएको? हिजो आफ्नो हातमा 2/3 हुँदाखेरि किन नबनाएको? किन नगरेको? अनि अहिले चाहिँ अब फेरि पाए गर्ने, अब फेरि सत्ता ढालेर गर्ने हुन्छ त्यस्तो? पहिलोचोटि अब आजसम्म सत्तामै नपुगेको भए, सत्ता नै नपाएको भए, गर्ने समय नै नदिएको भए, 2/3 मत पनि नभएको भए, होइन, सबै मिल्दाखेरि त त्योभन्दा बढी पनि हुन्थ्यो, भएको भए अनि गरेको भए। होइन, उहाँहरूको भनाइ के छ भने यो सरकार चाहिँ लोकतन्त्र र गणतन्त्र विरुद्ध भयो, त्यस कारणले गणतन्त्रवादी लोकतन्त्रवादी जति एकगठ हुन पर्यो भन्ने छ। अनि त्यति मात्रै होइन, प्रचण्डले त के भन्नुभएको छ? पहिला के भन्नुहुन्थ्यो? जबसम्म प्रचण्ड जिउँदो रहन्छ तबसम्म उथलपुथल भइरहन्छ। एउटा अर्को हालसालै के हो, तपाईँ त कहिले यता कहिले उता लागेर सबैलाई समेट्ने अनि खेलिराख्ने भनेर प्रश्न सोद्धा नमरेसम्म भन्नुभएको छ। त्यो उहाँको कुरा होइन, प्रचण्डको मात्रै कुरा गरिराख्नु भएको छ तपाईँले। होइन, सबैलाई समेट्न, प्रचण्डभन्दा धेरै गुणा बदमास मान्छेहरू यहाँ अझै छन्। सबैलाई समेटेर लोकतन्त्र र गणतन्त्र विपरीत सरकार गयो, सबैलाई समेटेर एकगठ भएर अघि बढ्नु पर्यो यो सरकार विरुद्ध भन्नुभएको छ। अनि गणतन्त्रै जान लागेछ भने हामी पनि छौँ। कसले लाउँदो रहेछ गणतन्त्र? उहाँहरूले हो गणतन्त्रलाई धरापमा पार्नु भएको। उहाँहरूले हो गणतन्त्र जान आँट्या बनाएको। एउटा कुरा नि कविजी, यो गणतन्त्रको माया गर्नुपर्ने चाहिँ किन? अघि पनि भन्नुभयो त्यो गणतन्त्र जाला भनेर। गणतन्त्र भनेको जनताको व्यवस्था हो, लोकतान्त्रिक गणतन्त्र। अब मैले जानेसम्म, मैले बुझेसम्म योभन्दा उपयुक्त व्यवस्था अहिले छैन। अब मेरो हिसाबले गणतन्त्र विरोधी शक्तिहरू, गणतन्त्र भनेको चाहिँ तपाईँ जोसुकै, तपाईँका छोराछोरी हामी जोसुकै पनि सत्ताको कुनै पनि ठाउँमा सजिलैसँग पुग्न सक्छौँ। त्यही भएर त
हिजो देखिए नदेखेको मेयर आज प्रधानमन्त्री छ। हिजोको तपाईँ जस्तै एउटा पत्रकार आज चाहिँ एउटा सबभन्दा ठुलो पार्टीको नेता छ। त्यही व्यवस्था भएर नै अब हाम्रा छोराछोरीहरू, तपाईँको छोराछोरी, मेरो छोराछोरी अथवा जोसुकैको छोराछोरी देशको कुनै पनि उच्च पदमा पुग्न सक्छन्। व्यवस्था बेठिक होइन, व्यवस्था चलाउनेहरूले मदिरा खाए, भाङ खाए, स्म्याक खाए र यस्तो बनाए। त्यसमा व्यवस्थाको केही दोष छैन। एउटा कुरा नि, अब गणतन्त्रकै लागि तपाईँले गरेँ सहेँ पनि भन्नुभयो होइन? मैले मात्र भनिनँ, मैले लगायत सबैले होइन, मैले भनिनँ। दुनियाँ कति मान्छे मरे गणतन्त्रको लागि। अब गणतन्त्र कति त्यही मर्नेका छोराछोरीहरूको अहिले कत्रो बिचल्ली छ त्यही गणतन्त्रको लागि। त्यति हुँदाहुँदै अहिले राजावादीहरू फेरि एकगठ भएर सक्रिय हुँदैछन्। स्वाभाविक हो नि त त्यो त। अब राजावादीहरू राजा ल्याउन चाहन्छन् होइन। अब यो अहिले हिजो चाहिँ सत्ताबाट झरेकाहरू यो सरकार पल्टाउन चाहन्छन्। अब राजनीतिमा यस्तो त भइरहन्छ। तर जनताले के चाहन्छन्, जनताले जे चाहन्छन् त्यो हुन्छ। अब 2 महिना 3 महिना 4 महिना अगाडि भएको होइन चुनाव, जनताले के चाहे? जनताले तिमीले सकेनौ अब तिमीले छोड, अरू नै हामी अरूलाई दिन्छौँ भनेर दिए। अब यो 5 वर्ष त जनताले उनीहरूलाई दिएका छन्। अब उनीहरूले गर्छन् गर्दैनन् हेर्नु परेन? प्रतिपक्षी दलले त हेर्न पर्यो नि त 5 वर्ष। त्यसपछि चाहिँ यिनीहरूलाई चाहिँ अब नचाहिँदो गरेका सबै कुरा जनतामा लगेर फेरि जनताबाट आफू अनुमोदित भएर आउने होला एउटा कुरा। अब यिनीहरू नचाहिँदो गऱ्यो भने हामीलाई चाहिँ 5 वर्ष पर्खिनु पर्दैन। हेर्नु, हामी त अलिबारमा पनि हामीले विरोध गर्न मिल्छ। यिनीहरूले नचाहिँदो भन्दा पनि अहिले चाहिँ अलि ढङ्ग पुगेको जस्तो एउटा देखिएन। ढङ्ग नपुगेको भनेको तपाईँले त्यही अब एउटा मात्र इस्यु छ, त्यही के अरे सुकुम्बासी चाहिँ उ गर्न खोज्दाखेरि अलिकति त्यहाँ विचार पुर्याएनन् भन्ने कुरा होला। त्यसमा हामी सहमत छौँ। मलाई पनि त्यो बेठिक लागेकै हो, मैले लेखेको पनि छु। यो खास हो के हो यो सुकुम्बासीको कुरो? मलाई सबै डिटेलमा मलाई थाहा छैन। अब त्यहाँ हामीले त्यही तपाईँले त्यही समाचार पढेर थाहा पाउने हो होइन। अब अहिले सुकुम्बासीलाई दमादम, अब हेर्नुहोस् है, दमादम अहिले लालपूर्जा बाँडेका छौँ भनेर भनेका छन्। हिजो संसदमा मन्त्रीले, अब संसदमा भने झुट बोल्या त होइन होला, मन्त्रीले हामीले गर्न चाहेका छौँ, हामीले चाहिँ छिटो गर भन्दाखेरि पालिकाले रोकेर कति ठाउँमा चाहिँ लालपूर्जा बाँड्न पाइएको छैन भने सुन्नुभयो होला तपाईँले पनि। अनि पालिकामा त पुरानै सत्ता छ। त्यो मुख्य सरकार बाहेक अरू त अहिले पनि पुरानै सत्ता छ त होइन। अब एउटा ढङ्गको कुरो भयो, अर्को यिनीहरू अलिकति कम उमेरका अनुभव नभएका भनेर प्रशासन लगायत राज्य संयन्त्रका निकायहरूले कर्मचारीहरूले असहयोग गरेका हुन् कि? जस्तै कि भनौँ न, अनलाइनबाट गर्ने भनेकोमा सर्भर डाउन छ, सिस्टमले काम गर्दैन, बजारमा अभाव छ, कालोबजारी खुलेआम भइरहेछ, चामलमा एकैचोटिमा 400-500 रुपियाँ बढ्यो भनेर गुनासो आइरहेछ। यो कतै अनुभव नभएका मान्छे भएको भएर देशभित्रका विभिन्न पक्षहरूले यस्तो गरेका हुन् कि के लाग्छ? कविले के देख्छ? त्यो त पुरा त्यो त स्वाभाविकै हो नि त। अब जसले लुटेर खाइरहेको थियो नि, हिजो बदमासी गरेर खाइरहेको थियो नि, मिलिमतो गरेर खाइरहेको थियो नि, यिनीहरूले त सुशासनको कुरा उठाएका छन्। अब त्यो सबैको भाग खोसिने भयो एउटा। अनि सबै उनीहरूले नै भर्ना गरेका मान्छेहरू छन् अहिलेसम्म। सरकार बाहेक सबै पुरानै त्यही सिस्टम, पुरानै दलहरूले, पुरानै नेताहरूले भर्ना गरेका आफ्ना मान्छे छन् नि त्यहाँ त सबै। कहाँ 1500 भन्दा बढी त निकालिसके नि होइन। त्यो 1500ले मात्रै हुन्छ त जम्मै होइन। तपाईँ हेर्नुहोस् न प्रत्येक ठाउँमा। अनि एउटा कुरा त्यो। अर्को अब कालाबजारीहरू, नचाहिँदो गर्नेहरू, भ्रष्टाचारीहरू, फेरि भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्न नपाइला भन्ने डर छ, कालाबजारीहरूलाई कालाबजार गर्न नपाइला भन्ने डर छ। अब यी सबै मिलेर यो सरकार फेल गराउन लाग्छन्। त्यो स्वाभाविक हो नि त होइन।
जनता बाहेक नचाहिँदो गर्ने जति सबै मिलेर अहिले यो सरकारको विरोध गर्छन्। यसमा कुनै किन भन्दाखेरि त्यो अब भोलि आफैतिर त्यो उनीहरूलाई त नोक्सान हुने भयो नि त, बदमासी गर्न नपाइने भयो नि त यो सरकार रह्यो भने त। कि यो सरकारै भ्रष्ट बनाउनु पर्यो, कि सरकारलाई नै आफू जस्तो बनाउनु पर्यो, कि फाल्नु पर्यो, दुईवटा त्योभन्दा त उपाय छ नि त होइन। अब हतपतैनेले आफू जस्तो बनाउन सक्ने म देखिँदैन। अनि अब यो सरकार अब यो साँच्चै सुशासनको कुरा गर्ने र सबै राम्रोसँग खोतल्ने हो भने त यहाँ जोगिने मान्छे पनि कोही छैन भन्दा त सबै अब ल परिन्छ कि समाइन्छ कि अथवा हाम्रो चाहिँ त्यो खुल्छ कि भनेर अब एक मत भएर विरोध त गर्नै पर्यो, स्वाभाविकै हो। तर समाइन्छ कि भन्ने नभएका पत्रकारहरू या अन्य साधारण व्यक्ति पनि यो सरकार विरुद्ध बोल्न थालेका छन् नि। अब बोल्न त पाइयो नि, अब बोल्न त आफ्नो आफ्नो कुरा हो लोकतन्त्रमा, बोल्न नपाउने भन्ने त हुन्न। बोल्नको लागि त अब यत्रो यो व्यवस्था चाहिएको, अब बोल्न नि पाइयो। तर बोल्ने कहाँ कसरी बोलिन्छ यो देशमा, अब समाचार पढेर समाचार थाहा हुँदैन हुन्छ। समाचार पढेर समाचार थाहा हुँदैन के हो त्यो भने तपाईँ नबुझ्ने केटाकेटी बच्चा हो र? बुझिनँ, मैले बुझिनँ। समाचार पढेर समाचार थाहा हुँदैन। के यो पनि कविता हो? मैले समाचार पढेँ तर मलाई त्यो हो कि होइन भनेर मैले अब रिसर्च गर्नुपर्छ, खोज्नुपर्छ यो होला कि नहोला भनेर। समाचार पढेपछि त मैले आँखा चिम्लेर ल आज यस्तो भएछ भनेर ढुक्क हुनुपर्ने होइन। यो व्यङ्ग्य हो कि कविता हो कि टिप्पणी के होइन? तपाईँ ल मलाई एउटा बताउनुहोस्, तपाईँ इमान्दारी साथ तपाईँ कुनै पनि एउटा पढेर यो होला भनेर भन्ठान्न सक्नुहुन्छ? एउटा मात्र दिनु त मलाई, कुनै संसार मिडिया तपाईँ अरू 4-5वटा पनि हेर्नुहुन्छ र अनि यो चाहिँ हो रहेछ भनेर बनाउनुहुन्छ, 5-7वटा अझ कतिवटा तपाईँ भेरिफाई गर्नुहुन्छ यसको समाचार ठिक हो कि होइन। अब यहाँ आइरहेछ त आज यत्रो हेडिङमा आएको समाचार, भोलि त्यो फ्याक्ट चेकवालाहरू कसले चाहिँ इन्टु लाएर निकालेर हुन्छ। राष्ट्रिय स्तरका नाम चलेका अहिले आजभोलि अनि पहिला यस्तो हुन्थेन। किन हुन्थ्यो? जति बेला 62-63 को आन्दोलन थियो त्यति बेला मिडियाको कस्तो भूमिका थियो होइन। अब कान्तिपुरलाई 8औं दल भन्थे, अब अहिले दलका मिडिया छन्, दलका पत्रकार छन्। अरू केही थाहा छैन। जस्तो मलाई समाचार हेर्नु पर्यो भनेदेखि म थाहा पाउनु पर्यो भने मलाई मात्रै होइन त तपाईँलाई पनि होला, तपाईँ एउटा हेरेर ढुक्क हुनुहुन्छ त यही हो न्युज भनेर हुन सक्नुहुन्छ? ल भन्नु त आत्मसाक्षी राखेर। त्यही हो पत्रकारिता, त्यही हो मिडिया। जनता नत्र यदि पत्रिकाले मिडियाले यो विश्वास, जनताको विश्वास नगुमाएको भए अहिले सामाजिक सञ्जालको यो विधि हो। बरु एउटा मान्छेले बरु अब तपाईँले यो गरिराख्नु भएको छ, तपाईँ इमान्दार हुनुहुन्छ भने बरु तपाईँको विश्वास, तपाईँले केही न्युज दिनुभयो भने तपाईँको विश्वास हुन्छ मान्छेलाई, तर त्यो संस्थाको विश्वास छैन अहिले मान्छेलाई। यो कसले गुमाएको? यदि यो विश्वास फिर्ता ल्याउने हो भने फेरि हिजोको जस्तै पत्रकारी र इमान्दारिता साथ गर्नु पर्यो। भनेको दलीयकरण भयो भन्ने तपाईँको होइन? प्रत्येक पत्रकार कुनै न कुनै दलको छ। अदालत त दलको, प्रत्येक न्यायाधीशहरूको आफ्नो आफ्नो छ, सबैलाई भन्दिनँ म। अब कोही न्यायाधीश पनि हुनुहुन्छ त्यहाँ, न त अदालतमा नि त पार्टीको कार्यकर्ता हुनुहुन्छ। अनि कहाँ चाहिँ हुनुहुन्न? डाक्टरहरू पनि सबै पार्टीका छन्, इन्जिनियरहरू पार्टीका छन्, प्राध्यापकहरू पार्टीका छन्। यो बालेन सरकारले सरकारी निकायमा चाहिँ पार्टीकरण रोक्ने, युनियन रोक्ने भनेर खारेज गर्ने पनि ल्यायो नि त कानुन। युनिभर्सिटीमा चाहिँ नि स्वतन्त्र विद्यार्थी युनियन एउटा मात्रै विद्यार्थीको रहने, अरू दलीय। त्यो त हो नै, संविधानमा भएको व्यवस्था त्यही त हो नि होइन र? यही त कुरो छ अहिले। अब होइन,
कर्मचारीको दलै पछिको कर्मचारी बनाउने त्यो हो त होइन नि। कर्मचारीको हकितको लागि त एउटा सङ्गठन कर्मचारीहरूको लागि, एउटा डाक्टरको लागि होला, एउटा प्राध्यापकको लागि होला, एउटा इन्जिनियरको लागि होला। अनि यो देश बनाउने, अब यहाँ चाहिँ दल बनाउने, टुक्रा टुक्रा बनाउने हो कि देश बनाउने हो त? अहिले पुराना दलहरूको एउटा विरोधको एउटा कारण त्यो पनि छ नि त। पुराना दलले त बाबा पुराना दलले त यसको विरोध नगरिकन उनीहरूको के हो, पेसै त्यो हो त नि। अब त्यो सत्ताको प्रतिपक्षले सत्ताको विरोध त त्यो त अब त्यो त्यस किन गरे भन्ने प्रश्नै छैन नि त। तर जनताले पत्याउँछन् कि पत्याउँदैनन् भन्ने मात्रै मुख्य कुरा हो क्या। भोलि पत्याउने दिन पनि आउँछ होइन, ल्यायो भने त राम्रो नि त। एउटा कुरा तर जनताले त्यसरी पत्याउने गरी आउनु त पत्याउने मान्छेहरू चाहिएला नि त। एकचोटि झुक्क्याएको छ, दुईचोटि झुक्क्याएको छ, तीनचोटि झुक्क्याएको छ, पाँचचोटि झुक्क्याएको छ, पत्याउनलाई कसरी झुक्क्याए? म तपाईँलाई एउटा झुक्क्याएको सुनाउँछु ल। झुक्क्याएको निस्क्यो यहाँ। झुक्क्याउँदा झुक्क्याउँदै हाम्रो जीवनको 35 वर्ष खाए। झुक्क्याउँदा झुक्क्याउँदै हाम्रो जीवनको 35 वर्ष खाए। कसैले नेपाललाई सिङ्गापुर बनाउँछु भनेर झुक्क्याए, कसैले खहरेमा पानी जहाज ल्याउँछु भनेर झुक्क्याए, कसैले भ्रष्टाचार नगर्छु न गर्न लाउँछु भनेर झुक्क्याए, कसैले नेपाल नयाँ बनाउँछु भनेर झुक्क्याए, कसैले सुकुम्बासीलाई जग्गा लिएर आउँछु भनेर झुक्क्याए, कसैले एक घर एक रोजगारी दिन्छु भनेर झुक्क्याए, निःशुल्क शिक्षा निःशुल्क स्वास्थ्य सुम्पिन्छु भनेर झुक्क्याए, कसैले गाउँलाई स्मार्ट सिटी बनाउँछु भनेर झुक्क्याए, कसैले एसियाली मापदण्ड देशमै ल्याउँछु भनेर झुक्क्याए। यतिसम्म झुक्क्याए कि भोलि पाइँदैन, रेलको टिकट आजै काट भन्न समेत भ्याए। कसैले घर घरको पाइपमा ग्यास बनेर झुक्क्याए, कसैले समानुपातिक सिट सीमान्तीकृतलाई भनेर झुक्क्याए, कसैले राष्ट्रवादी भनेर झुक्क्याए, कसैले म कम्युनिस्ट हुँ भनेर झुक्क्याए, कसैले तौलेर, कसैले नापेर, कसैले गनेर झुक्क्याए, कसैले तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन् भनेर झुक्क्याए। पुरानाले झुक्क्याए, नयाँले झुक्क्याउलान् कि झुक्क्याउँदैनन् होला। राजनीति गर्नेको भर हुँदैन भनिन्छ होइन। त्यो त हेर्नुपर्छ, परीक्षण नभई थाहा हुँदैन। परीक्षण भएको छैन। झुक्क्यायो भने तपाईँले पनि थाहा पाउनुहुन्छ, मैले पनि थाहा पाउँछु। तर झुक्क्याइसकेका छैन अहिले यिनीहरूको। हाम्रो यदि यिनीहरू राजनीति गर्नु छ, टिक्नु छ भने झुक्क्याएर के हालत हुँदो रहेछ देखिहालियो। झुक्क्याउँछन् कि झुक्क्याउँदैनन् अहिले म कसरी भनौँ? झुक्क्याए भने झुक्क्याए भन्ने हो, झुक्क्याएनन् भने झुक्क्याएनन् भन्ने हो। त्यो त उनीहरूको कामले क्रियाकलापले देखिने कुरा हो। तपाईँले देख्नुहुन्छ, मैले देख्छु। सरकारको समर्थन किन गरिराखेका छस्? अब अहिले सरकार आउने बित्तिकै अब अरूले सबैले विरोध गरेन भनेर तेरो विरोध गरिरहेछन् भन्नुभयो नि। मैले प्रत्येक नयाँ सरकारहरूको 46 सालमा पनि समर्थन गरेँ, 62-63 पनि मैले नयाँ सरकार ल्याउनै मैले सहयोग गरेँ र कति समयसम्म समर्थन गरेँ। अहिले त मैले ल्याएको त होइन, मेरा छोराछोरीले ल्याएको यो सरकारको म यो नचाहिँदो नगरुन्जेल विरोध गर्दिनँ। यिनीहरूले नचाहिँदो यिनीहरूको नियतमा खोट नदेखिउन्जेल विरोध गर्दिनँ। जुन दिन देखिन्छ त्योदेखि गर्छु। किन भन्दाखेरि मलाई अहिले पनि आशा छ। तर आशा अहिले मात्रै थिए होइन। आशा 46 सालमा पनि जागेको थियो। आशा 46 सालमा पनि जागेको थियो, जागी नसक्दै मर्यो। आशा 63 सालमा पनि जागेको थियो, जागी नसक्दै मर्यो। आशा अहिले 82मा पनि जागेको छ
अहिले 83 भयो, तर यो 82 मा जागेको आशा हो। आशा 46 सालमा पनि जागेको थियो, जागी नसक्दै मर्यो। आशा 63 सालमा पनि जागेको थियो, जागी नसक्दै मर्यो। आशा अहिले 82 मा पनि जागेको छ, जागेको आशा फेरि नमरोस्। सपना फुलाउन, सपना फलाउन पानी लेख्न चाहन्छु म। कुशासन जलाउन, दुशासन जलाउन फेरि मैले आगो लेख्नु नपरोस्, नपरोस्, नपरोस्। मेरो देशले फेरि रुनु नपरोस्। कुनै आमाले फेरि शहीदकी आमा हुनु नपरोस्। कुनै आमाले फेरि शहीदकी आमा हुनु नपरोस्। हामी सामयिक राजनीतिक इतिहासकै कुरा गरिराखेका छौँ र राजनीतिक काव्य तपाईँले प्रस्तुत गरिराख्नु भएको छ। हुन नपरोस् त भन्नुभयो। अघि हामीले पुराना राजनीतिक दलहरूको कुरा गऱ्यौँ, तीभन्दा पनि पुराना व्यक्तिहरू रहेको राजावादीहरूको सक्रियता पनि छ। भनेको अहिलेको यो बालेन सरकार भनौँ, अघि तपाईँले भन्नुभएको जेनजी आन्दोलन पछाडिको 2/3 झन्डैको सरकार खतरा मुक्त छ त? फेरि चौथो पटक प्रजातन्त्र आउने अर्को आन्दोलन पो हुने हो कि, अथवा अर्को क्रान्ति अथवा अर्को परिवर्तन? तपाईँको कवि दृष्टिले के गोचर गर्छ? परिवर्तन त त्यो कहीँ एक ठाउँमा अडिएर बस्ने कुरा होइन, परिवर्तन भइरहन्छ। हामी परिवर्तन भएनौँ भने हामीलाई परिवर्तनले फालेर परिवर्तन हुन्छ। तर परिवर्तन सँगसँगै हामी पनि बग्यौँ, परिवर्तनले के खोजेको हो त्यो सँगसँगै गयौँ भने हामी र परिवर्तन सँगसँगै हुन्छ। म परिवर्तन सँगसँगै अथवा मसँग सँगसँगै परिवर्तन हिँडिरहेको छ। त्यस भन्न खोजेको हिजोका दलहरू जनताको चाहना, जनताको परिवर्तित चाहना, जनताको इच्छा, जनताको विकास, जनताको चेतना, हाम्रा छोराछोरीको चेतना अनुसार परिवर्तित हुँदै समातेर गएको भए अहिले यो हालत हुन्थेन। त्यसकारण यो सरकारले पनि जनता, मतदाता, जनता, देश, दुनियाँको परिवर्तनलाई आत्मसात गरेर परिवर्तन सँगसँगै गयो भने सरकार पनि अगाडि जान्छ र यो परिवर्तनमा फेरि त्यसै गरी ठिङ्ग छेक्छु भनेर उभिन थाल्यो भने, भन्न खोजेको फेरि नचाहिँदो गर्न थाल्यो भने, फेरि जनताको कुरा नबुझ्न थाल्यो भने यसको पनि हुने हालत त्यही हो। सायद यिनीहरूलाई थाहा छ हेलिकप्टर पनि छ, हेलिकप्टरमा झुन्ड्ने नि डोरी पनि छ। त्यो कसैको लागि गइसकेको छैन। अब त्यसमा चढ्ने कि नचढ्ने त्यो त सत्ता चलाउनेको कुरा हो। अलि सबैले ढङ्ग पुगेन, आला काँचा भए भनेर भन्छन्। जनसम्पर्क छैन, त्यसबाट अलिकति टाढा बसिराखेका छन् जनसम्पर्कबाट भन्छन्। तपाईँको चाहिँ जनसम्पर्क भने चाहिँ के हो? त्यो पनि परिवर्तनशील हुन्छ होला नि, होइन र? प्रधानमन्त्रीले बालेनले एउटा स्टाटस राख्दाखेरि 1 करोडभन्दा बढी 1.5 करोड मान्छेले हेर्छन्। त्यो के हो? त्यो संवाद हो कि होइन? त्यो सञ्चार हो कि होइन? त्यो कुराकानी हो कि होइन? लौ त एउटा भाषण गरेर अथवा एउटा टेलिभिजनमा इन्टरभ्यू दिएर अरूले त्यसो गरौँ त। भन्न खोजेको मैले अहिलेको अवस्था, अब अरूले पनि सञ्चार गर्ने हो भने त अहिले प्रविधिसँग जोडिन पर्यो क्या। अहिलेको युवा पुस्तालाई त, अब यिनीहरूलाई अहिले आएका नयाँ युवाहरूलाई अब चाहिँ उनीहरू चाहिँ जोडिएका छैनन् मान्छेसँग, जनतासँग जोडिएका छैनन् भनेर कुन हिसाबले भनेको? कोठा कोठामा गएर कान फुक्या छैनन् भनेर भने हो कि? अनि यसो 2-4 जना बोलाएर अब कोठामा गफ गरेका छैनन् भने हो कि? पत्रकारसँग अन्तर्क्रिया गरेर पत्रकारलाई भेटेर चाहिँ अलिकति उ गरेका छैन। सवाल जवाफ। अब चाहिने त जनता होला नि त।
अनि सदनमा प्रधानमन्त्री आऊ हामीलाई बताऊ भनेर नारा जुलुसै भइरहेछ नि। त्यो सदनको अथवा अन्त कुरो त्यो उसको प्रधानमन्त्रीको जिम्मा लिने त मैले त होइन त। मैले त न हिजोको सरकारको राम्रो काम गर है, यो देश चाहिँ जसको हातमा छ उनीहरूलाई गर भने हो। अब त्यो अब उनी जानुपर्ने हो कि होइन कि त्यो त उनको कुरा होला, उनको पार्टीको कुरा होला। म त पार्टीको नेता पनि होइन, सदस्य पनि होइन। त्योसँग मलाई त्यति ठुलो सरोकार छैन। त्यहाँ जानु र नजानु पनि मेरो लागि ठुलो कुरा होइन। काम हुन्छ कि हुँदैन, जनताको लागि काम गरिन्छ कि गरिँदैन, मेरो सरकारको विषय। सरकारमा बसेर जनताको हितमा काम गर्छ कि अहितमा काम गर्छ, सरकारको पक्षमा छ कि विपक्षमा छ, त्यो भ्रष्टाचार गर्छ कि भ्रष्टाचारको विरोध गर्छ, त्यसले कुशासन दिन्छ कि सुशासन दिन्छ, मलाई चाहे त्यो हो। म कहाँ आइपुग्ने त्यही हो नि। संसदमा को गयो अथवा गएन, संसदमा कानुन बन्यो कि बनेन, संसदमा खाली सत्ता पल्टाउनको लागि मात्रै क्रियाकलाप भयो कि भएन, त्यो मेरो सरकारको, हामीले जनताको सरकारको विषय। सधैँ एउटा सत्तामा गयो, फेरि अर्को सत्ता, फेरि पल्टायो, फेरि अर्को गयो, फेरि पल्टायो, अर्को गयो। त्यहाँ सांसदहरू किनबेच हुने, यताको उता जाने, पार्टी फुटाउने, पार्टी फुट्ने, पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने, त्यो भयो कि भएन, त्यो चाहिँ हाम्रो सरकारको विषय हो। त्यहाँ प्रधानमन्त्री जानु नजानु, बोल्नु नबोल्नुले खास जनतालाई केही फरक पार्दैन। तर प्रधानमन्त्रीले यो देश र जनताको लागि काम गर्छ कि गर्दैन, नीतिगत भ्रष्टाचार गर्छ कि गर्दैन, भ्रष्ट मन्त्रीहरूलाई अथवा भ्रष्ट कर्मचारी अथवा कोही पनि भ्रष्टाचारीले कारबाही गर्छ कि गर्दैन, देशलाई नोक्सान हुने काम गर्छ कि गर्दैन, ती कुराहरू हेर्ने हो। जवाफदेहिता भन्ने पनि हुन्छ नि, फेरि सवाल जवाफ गरेर जवाफ दिने जवाफदेहिता। अनि जवाफ त अब जवाफ कसरी दिने भन्ने पनि होला नि त। पहिलो जवाफमै त्यहाँ विवाद आयो। विवाद त विवादै गर्न आएपछि विवाद हुँदैन। प्रतिपक्ष छ र अहिले त छ। प्रतिपक्ष भने त राम्रा कामलाई समर्थन गर्ने, अब नराम्रा काम गर्नलाई पनि विरोध गर्ने हो नि, होइन र? प्रतिपक्ष छ अहिले। प्रतिपक्ष देश बनाउनु पर्यो हो कि होइन? देश म गएर सत्तामा बसेर मात्रै बन्ने हो कि मैले सकिनँ, अब म चाहिँ बुढो भएँ, अब अरूले बनाए नि हुन्छ, जसले बनाउँछ त्यसलाई म छोडिदिन्छु, सहयोग गर्छु, सपोर्ट गर्छु भन्नु पनि पर्ने हो के हो? देश बन्नु छ, बनाउनु नै हो भने त जसले बनाए पनि त देश बन्ने हो नि त। बिगार्न लायो भने विरोध गर्ने हो, बनाउन लायो विरोध गर्ने हो र? त्यो मान्छेप्रति के शत्रुता साँधेर गर्ने हो? त्यो कसैले राम्रो काम गर्छ भने, चाहे मैले गरौँ, चाहे तपाईँले गर्नुहोस्, चाहे उहाँहरूले गर्नुहोस्, राम्रो काम हुनु पर्यो होइन? चाहिए के अरूले चाहिँ गर्न नहुने, अरूले राम्रो नै गर्न नहुने, मैले गएर मैले नराम्रै गर्नुपर्ने, आफू राम्रो गर्न नसक्ने, जान चाहिँ मै जानुपर्ने, अरूले राम्रो गर्दा पनि विरोधै गर्नुपर्ने, त्यही हो। देश बनाउने हो भने त चाहे एले बीले सीले क ख ग जोसुकैले बनाओस्, कोही बनाउँछु भन्छ भने, बनाउन लाग्छ भने, नियत खराब नराखी बनाउन अगाडि बढ्छ भने त्यसलाई सबै मिलेर सपोर्ट गर्दा के फरक पर्छ? जब उसले नचाहिँदो गर्न थाल्छ, जब उसले बिगार्न थाल्छ, जब उसले भ्रष्टाचार गर्न थाल्छ, जब उसले लुट्न थाल्छ, जब उसले आफ्नो स्वार्थ पूर्ति गर्न थाल्छ, त्यतिखेर होला नि विरोध गर्ने। अघि तपाईँले परिवर्तन अनुसार परिवर्तन भएन भने परिवर्तनले नै परिवर्तनलाई बगाउँछ भन्नुभएको छ होइन? हो। अब यो भइराखेको त्यो त मैले भनेको कुरा राजनीतिको मात्रै कुरा गरिनँ क्या। तपाईँ हरेक परिवर्तन, हरेक जीवनमा त्यही पानी, त्यो पानी हो नि। तपाईँ पोखरीमा जमेको पानी र नदीमा बगेको पानीमा कति फरक छ? पोखरीमा जमेको पानी 2 महिनापछि गनाएर कुहिएर कस्तो हुन्छ, अनि त्यो बगेको एउटा सानो मूलको पानी कस्तो हुन्छ? सम्पूर्ण यो फर्मुला जस्तो जीवनमा सबै कुरामा लागु हुन्छ, तपाईँमा पनि लागु हुन्छ। तपाईँकै शरीरका अङ्गहरूले सबैले काम गर्न पाएनन् भने जुन अङ्गले काम गर्न पाउँदैन त्यो अङ्ग बिग्रिन्छ।
त्यस्तै हो। मैले परिवर्तनको तपाईँको प्रसङ्गलाई जोड्न खोजेको के भने जसरी हुन्छ परिवर्तन गराउने यो सरकारलाई यो व्यवस्थालाई यो सरकारलाई परिवर्तन गराउन पुराना दलहरू लागिराखेका छन्। ल आउनुहोस् जनता तपाईँहरूलाई अन्याय अत्याचार त्यो परिवर्तन होइन, हामी पल्टाउँछौँ भनेको छ। त्यो परिवर्तन भनेको चाहिँ अग्रगामी परिवर्तन हुनु पर्यो क्या, अगाडि जाने हुनु पर्यो क्या। अगाडि जाने भने के, बाउभन्दा अगाडि छोरो हुन्छ, छोरोभन्दा अगाडि नाति हुन्छ, नातिभन्दा अगाडि पनाति हुन्छ, बाउको काँधमा छोरो हुन्छ, छोराको काँधमा नाति हुन्छ। परिवर्तन भने त्यो हो। अनि परिवर्तन पहिला नाति हुन्छ, अनि नातिपछि छोरो हुन्छ, अनि छोरोपछि बाउ हुन्छ, के अरे अगाडि अगाडि हुन्छ त्यस्तो। अहिले त अब त्यही हुन खोज्दैछ त। मैले अघि त्यो परिवर्तन होइन नि, त्यो त विपरीत परिवर्तन हो त्यो। म त्यहाँ आउन खोज्दैछु। हजुर, प्रतिगामी परिवर्तन हो त्यो। एउटा पुराना दलले जो राजनीतिक, तपाईँ मलाई एउटा प्रश्न सिधा, ए बाबा पुराना दललाई किन दिने? 5-7 चोटि राज्य चलाएर फेल भएकालाई अनि के यो देश सधैँ फेलै पारेर सिद्ध्याउने हो? अनि फेल कि उनीहरूले अवसरै नपाएको मान्छे भए पो यत्रो समय के हेरेर? मलाई एउटा प्रश्नको उत्तर दिउन्। अब हामीलाई चाहिन्छ भन्नेहरूले यत्रो समय के हेरेर बस्या? किन नगरेको? किन नबनाएको? किन नबनाएको? यो प्रश्न सोधिदिनु न। अनि त्यसो भए यो सरकारले गरेका कामको उनीहरूले गर्न सकेनन्। हेर्नु है, एउटा बैङ्कमा पनि एउटा सिइओले काम गर्न सकेन भने अर्को ल्याएर अर्कोले गर्छ। एउटा मास्टरले पढाउन सकेन स्कुलमा भने त्यो मास्टरलाई चाहिँ ल जाऊ भनेर बिदा गरेर अर्को पढाउन सक्ने नयाँ युवा लिएर आउँछ कि को लिएर आएर पढाउँछ होइन। एउटा गाडी थोत्रो भयो चलेन, त्यसले चाहिँ टाइममा समयमा पुर्याउन सकेन भने अर्को नयाँ गाडी किनेर ल्याइन्छ। यो हो नि परिवर्तन भने। अब यी नयाँ युवाले सकेनन् भने होइन, भन्नु खोजेको यी उहाँहरूले सक्नुहुन्थ्यो, उहाँहरूले गर्नुहुन्थ्यो भने त आज 30-35 वर्ष गरेकै हो त। खोइ जनतालाई किन चित्त बुझाउन सक्नु भएन? अथवा यो देशको हालत किन यस्तो भयो होइन? विश्वको सबैभन्दा धनी देशका हामी नागरिक विश्वका सबैभन्दा गरिब किन भयौँ? यतिन्जेल त उहाँले चलाएको होइन, के गर्नुभयो? अब आजसम्म नगर्नेले अब मर्ने बेला चाहिँ गरिन्छ? कस्तो कुरा गर्नुभएको? अब हजुरबाले चल्छ अहिले एउटा मोबाइल एउटा प्रविधि पनि चलाउनु पऱ्यो भनेदेखि हामी तपाईँ त अब युवा नै हुनुहुन्छ, म त मेरो छोराछोरी छन् भने छोराछोरीलाई सोध्नु पऱ्यो, बरु मेरो नातिनी 5-6 वर्षकी छ, बाबा यो के होला मलाई सिकाइदेऊ भन्नुपर्छ होइन। मेरो छोरोभन्दा म तगडा के अरे म चाहिँ तगडा भएँ, मभन्दा मेरो छोरो के अरे मेरो बाभन्दा म चाहिँ तगडा भएँ, मभन्दा मेरो छोरो तगडा छ, मेरो छोरोभन्दा मेरा नातिना तगडा छन्, मैले भन्दा मेरा हजुरबाले भन्दा मैले राम्रो काम गर्न सकेँ, मैले भन्दा मेरो छोराले गर्न सक्छ, मेरो छोराले भन्दा मेरो नातिनाले गर्न सक्छन्, अनि पो विकास हुन्छ। अब अहिले मेरो नातिनाले चाहिँ छोडेर, छोरालाई छोडेर, मलाई छोडेर मेरो बालाई चाहिँ यो सुम्पिने, यो के हुन्छ? यही पूर्वपञ्चहरू सक्रिय हुँदैछन् नि, राजावादीहरू। यो त अझ तपाईँले भनेको, सुन्नुहोस् न, यो देश सबैको हो। लोकतन्त्र भनेको सबै आफ्नो आफ्नो त्यो बोल्नलाई, माग राख्नलाई। अब राजनीति गर्ने भने दल भनेको त आफूलाई जुन सिद्धान्त हो, कसैलाई राजा ल्याउनु परेछ भने राजा ल्याउनलाई उनीहरूले अब संविधानले दिएको छ। भन्न खोजेको अब जनतासँग बहुमत 2/3 ल्याउने, अनिखेरि त्यो गर्ने गरेको त्यसमा त यो कसैले कसैको विरोध गर्यो भनेर राजनीतिमा त्यो त सामान्य गर्ने नै हो नि, व्यवस्था त्यही हो त, विरोध गर्ने नै व्यवस्था हो त। यो त विरोध मात्रैको हिसाबले गर्ने हो भने त, तर के भने त्यो जनताले हेरिरहेको रहेछ नि त होइन र। हिजो फलानाले 5वटा सिट ल्याउँछ भने यसो गरे होइन, यसो 5 1 2 3 4 5 ल 2 थप्दै होइन। त्यो कसलाई भने तपाईँले? केपी ओलीलाई होइन, जसले भने पनि चुनाव अगाडि भने होइन, केपी ओलीलाई इङ्गित गर्नु आए चाहिँ कसको त? जनताले हेर्नुहोस्, अहिले हिजोको देश हो नि, अहिले एक हिसाब खातामा लेखेर बस्या छ मान्छे, जनता देख्नुभयो। अहिले यहाँ जसले जे जति भने पनि, अब जस्तो यहाँ कमेन्टमा अर्जुन प्रसादले जति गाली गरे पनि के गर्नु? अब 10 लाख मान्छेले ताली बजाउँछन्,
अनि मलाई अब 10-8 जना 1-2 सयले मानौँ गाली गरेर मलाई के फरक पर्छ भन्नु खोजे 10 लाखमा भन्दा बढी मान्छेको एउटा पोस्टले मन जितेको छ मलाई अब 2-4 सयले गाली नै गरे नि के फरक पर्दैन नि एउटा कुरा त्यो होइन भन्नु खोजेको मैले अब यहाँ त्यसै अब अहिले यहाँ कसैले भनेर कोही पत्याउनेवाला छ तपाईँले भने तपाईँको छोराछोरीले पत्याउँछन् अहिले त्यो समय कसैले भने कोही पत्याउँदैन प्रत्येक मान्छेले हेरेको छ प्रत्येक मान्छेले एक हिसाब गरेर राखेको छ यहाँ को ठिक को बेठी कसैलाई भनिदिनु पर्दैन छर्लङ्ग ऐना जस्तो छ त्यसकारण मैले बोलेर कामले मान्छेको मन जित्न सकिन्छ कसैले कोही इमान्दार छ भने नि जनतालाई थाहा छ कोही भ्रष्ट छ भने नि जनतालाई थाहा छ यहाँ बोलेर गफ गरेर इतिहास बताएर पेन्सन खान अब पाइने समय छैन हाम्रा छोरा नातिले अब त्यो दिँदैनन् पत्याउँदैनन् भनेपछि तपाईँको अनुसार नातिबाट छोरो छोरोबाट मबाट मेरा बा हजुरबातिर फर्किने होइन अर्कोतिर जानुपर्छ भन्ने जाने नै होइन हुने नै त्यही हो एउटा सामान्य प्राविधिक कुरा गर्नु न ल अब अहिले मेरो त भर्खर त्यो 4 वर्षभरि नातिनीले मोबाइल सबै कुराहरू जान्दछ तर राजनीतिमा यसो भयो मैले अलिकति राजनीतिमा 2046 सालमा त पञ्चहरूको सबै गयो भनेर भनिएको थियो पहिलाका पञ्चहरू फेरि प्रधानमन्त्री भए दोहोरे अब त्यस्तो त हुँदो रहेछ नि त फेरि राजनीतिमा त यो त ठेगान हुँदो रहेछ तपाईँले भने जस्तो दृष्टि लागु होला म लागु गराउने मान्छे होइन नि त लागु त म के गराउँ होइन दृष्टिकोण मलाई मेरो विवेकले बेठिक लागेको कुरा लेख्ने काम मेरो हो त्यसबाहेक अरू केही काम मेरो होइन त्यो लेखेको कुरा अब कसैलाई चित्त बुझ्छ कसैलाई बुझ्दैन मेरो त्यसमा पनि केही भन्नु छैन तर तपाईँ गणतन्त्र सबभन्दा ठुलो कुरा के हो भने म गणतन्त्रवादी हुँ गणतन्त्र ल्याउनमा ज्यान फालेर हिँडेको मान्छे हुँ म गणतन्त्रवादी हुँ लोकतन्त्र यो लोकतान्त्रिक गणतन्त्र मेरो लागि सबभन्दा उत्तम व्यवस्था हो होइन यो जनताको व्यवस्था हो यो हाम्रा छोराछोरी कुनै पनि बेला जुनसुकै राष्ट्रको जुनसुकै पदमा पुग्न सक्ने सुविधा यसमा मात्रै छ अब एउटा कुरा नि तपाईँले यो बालेन सरकारको यतिको समर्थन गरिरहँदा बालेन सरकारको समर्थन गरेको होइन यसरी तपाईँ भ्रममा नपर्नु हाम्रा छोराछोरीको समर्थन गरेको मेरा भतिजा भतिजी मेरा छोराछोरीको समर्थन गरेको नयाँ पुस्ताको समर्थन गरेको युवाको समर्थन गरेको केही होला कि भन्ने मरिसके आशाबाट केही होला कि भन्ने आशाको समर्थन गरेको विश्वको सबैभन्दा धनी देश अहिले सबैभन्दा गरिब भएर बाँच्नु परेको छ तैपनि अलिकति अगाडि बढ्न सकिन्छ बढाइदिन्छन् कि अहिलेका हाम्रा छोराछोरीले भनेर समर्थन गरेको मैले बालेनलाई मैले चिनेको पनि छैन भेटेको पनि छैन अब उनले मलाई चिन्छन् चिन्दैनन् त्यो पनि थाहा छैन मलाई एउटा रवि चाहिँ तपाईँ जस्तै पत्रकार भएको हुनाले बेला बेला भेट भएको हुन्थ्यो भाइ पनि हो पहिलेदेखि नै धेरै 55-56 सालदेखि नै चिन्जान भएको हुनाले रविजीसँग मेरो चिन्जान छ व्यक्तिगत नजिकैको चिन्जान पनि छ होइन लुकाउनु पर्ने केही छैन तर त्यसो भन्दैमा रविले नचाहिँदो गरे म टाली पिटेर हिँड्ने पनि होइन बालेनले नचाहिँदो गरे टाली पिटेर हिँड्ने पनि होइन तर यो हाम्रा छोराछोरीले रगत बगाएर ल्याएको सरकार हो यसले नचाहिँदो नगरुन्जेल नचाहिँदो नगर्नलाई यसलाई मैले भन्छु सुने पनि नसुने पनि नचाहिँदो नगरुन्जेल म पर्खेर पनि हेर्छु नचाहिँदो गरेँ भने मैले हिजो पनि 46 सालमा पनि मैले यी बहुदलवादीहरूलाई मैले यसै गरी सरकारको समर्थन गरेर भोटै माग्न गएको हो म 48 सालको कुन पहिलो चुनावमा म भोटै माग्न गएको उम्मेदवारहरूलाई 62-63 पछि पनि यो नयाँ बनेकोलाई मैले समर्थनै गरेको अहिले पनि मैले त्यही अहिले हाम्रा छोराछोरीको सरकार बनेको छ होइन मलाई लिनु दिनु केही पनि छैन तर पनि केही हुन्छ कि न भन्ने आशासम्म भएन त्यो आशाले मैले यसलाई समर्थन गरेको एउटा कुरा नि तपाईँले ल ठिक छ बालेनको सरकार भन्दा पनि मेरा छोराछोरीको सरकारलाई समर्थन गरेको भन्नुभयो यसो भनिरहँदाखेरि अब हामी राजनीतिक इतिहासको कुरा गर्दा सामाजिक इतिहासको पनि कुरा गर्छौँ हाम्रो व्यक्तिगत इतिहास पनि हुन्छ यहाँ आफै पनि पहिला सडक व्यापारी हुनुहुन्थ्यो होइन म सडक व्यापारी चाहिँ होइन के हो तर मैले केसम्म गरेँ भने म
10 वर्ष मैले एसएलसी पास हुने बित्तिकै मैले लोकसेवा दिएँ। म लोकसेवा पास भएँ। लोकसेवा पास भएपछि मैले अदालतमा जागिर खाएँ, क्षेत्रीय अदालतमा 10 वर्ष मैले त्यहाँ जागिर खाएँ, पढिसकेँ। पढिसकेपछि अनि म जागिर खान लायक मान्छे थिइनँ। मेरो स्वभावले मलाई जागिर खान दिँदैन थियो। घुस खानु पर्ला भन्ने डरले मैले नासु, स्थायी नासु, लोकसेवा पास गरेर खाएको नासु जागिर छोडेर अनि म फुटपाथमा पसल थाप्न पनि गएँ। तर म त्यो पसल मात्रै थापेर बसिनँ होइन। मैले त्यही जागिर छोडेपछिको सञ्चय कोषले हामीले एउटा दैनिक पत्रिका पनि चलायौँ। त्यति बेला यी विश्वेश्वर कटेलजी सहितका केही मान्छेहरू मिलेर। कटेलजी पछि मेयर पनि हुनुभयो उता पृथ्वीनारायण नगरपालिकाको बहुदल पछिको पहिलो चुनावको मेयर हुनुभयो उहाँ उता होइन। त्यसपछि पत्रिका 6 महिनामा त्यो हामी सबैले हालेका पैसा 10,000 पनि सकिए। हालचाल थियो, सञ्चय कोष नाम हालचाल थियो। अनि सञ्चय कोष पनि सकियो। त्यसले मैले के थाहा पाएँ भने प्रिन्टिङसँग सम्बन्धित, छपाईसँग सम्बन्धित अलिकति मलाई नलेज भयो। त्यसपछि मैले अनि भुँडी पुराण भन्ने एउटा जोक्सको किताब निकालेर नेपालभरि बेच्दै पनि हिँडेँ। पछि त्यसलाई नै मैले प्रकाशनको नाममा दर्ता गरेँ। अनि पछि त्यो प्रकाशन बनिसकेपछि त्यो किताब निकाल्ने संस्था बन्यो। अनि त्यही किताब निकाल्दै प्रकाशन चलाउँदै मैले बिस्तारै त्यसबाट मैले राम्रो प्रगति गरेँ। भुँडी पुराण अहिले पनि छ, म छैन। मैले त उहिले 73-74 सालदेखि नै 73 सालदेखि छोडेँ। अहिले भाइहरूले त्यो चलाउनु भएको छ। मैले जोड्न खोजेको के भने सडक व्यापार फुटपाथमा केही समय गरेँ भनेर भन्नुभयो। मैले जोड्न खोजेको फुटपाथमा व्यापार चाहिँ अब त्यो बेला मेरो काइलो भाइ यहीँ काठमाडौँ, हामी 5 भाइ हो, बस्थ्यो यहीँसँगै। अनि उसलाई त्यहाँ राख्नको लागि ऊ नहुँदा म बस्थेँ। म सामानहरू ल्याइदिन्थेँ। अब जागिर छोडेपछि केही त गर्न पर्यो। अनि बिहान बेलुका म उसलाई सघाइदिन्थेँ, सामान किनेर ल्याइदिन्थेँ। ऊ नभएको बेला बस्थेँ त्यहाँ होइन। सानो 1000 रुपियाँको बाटो सुरु गरेको। त्यो बेला टुँडी खेल खुला थियो। टुँडी खेलमा हङकङ बजार भन्थे खुला मञ्चमा त्यही बेलामा त्यो पनि गरेँ मैले। तर त्यो मात्रै गरिनँ। म अब जागिर छोडेपछि म उन रङ्ग्याउने ठाउँमा मैले पढेको म्यानेजमेन्ट हो। अनि त्यहाँ एकाउन्टेन्टको काम गरेँ। त्यसपछि गलैँचा कारखाना पनि एकाउन्टेन्टको काम गरेँ। अनि बिस्तारै प्रकाशनसँग उता भएपछि अनि प्रकाशनमा पुरै लाग्यो। म मात्रै लागिनँ, भाइहरू हामी 5 भाइ त्यसमा लाग्यौँ। अनि परिश्रम बेसरी गरियो त्यसमा। त्यो चाहिँ भुँडी पुराण भयो। मैले अहिले भन्न खोजेको तपाईँले खुल्ला मञ्चमा हङकङ बजारमा गर्नुभयो। पछि हङकङ बजारलाई सारेर ल्याएर भृकुटी मण्डपमा हङकङ बजार छँदैछ होइन। सडकमा व्यापार गर्न पाइन्थ्यो। बिस्तारै 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 हटाउँदै गर्दाखेरि एउटा स्वरोजगार जुन तपाईँले जागिर छोडेपछि गर्नुभएको थियो या त्यो बेलामा तपाईँका भाइहरूलाई मद्दत गरिएको थियो, त्यो सडक व्यापार निमित्यान्नै पारेर अब अरूतिर त फुटपाथ कर भनेर लिइन्छ अरू नगरपालिकामा। काठमाडौँमा जसरी हटाइयो नि स्वरोजगार, त्यहाँ मानवीय संवेदना, त्यसपछि मान्छेका आवश्यकता, स्वरोजगारीका कुराहरू यो निमित्यान्नै पारेकोमा चाहिँ तपाईँको कवि हृदयले के भन्छ? मैले लेखेको छु हरिया मकै पोल्ने। यो चाहिँ अलि व्यवस्थित गरेर अब दोहोरै कुरो छ क्या। अब बाटोमा अब साँगुरा बाटाहरू छन्, त्यहीँ पसल राख्दाखेरि अब ठाउँ व्यवस्थित गरेर दिनुपर्छ भन्ने मेरो कुरा। हामीलाई त त्यो अब राज्यले चाह्यो भने ठाउँ व्यवस्था गर्न सक्छ नि त, दिनु पर्थ्यो। त्यहाँ हेऱ्यो अब सडक चाहिँ अब त्यो मैले त लेखेको पनि छु त्यो बेलामा होइन, त्यो उठाएको बेलामा होइन। अहिले मैले लिएर आइन त्यो
अब गरिरहेका मान्छेहरूलाई गरी खान दिनुपर्छ। तर के हुन्छ भने अब त्यो ठाउँ उपयुक्त होइन भने उपयुक्त ठाउँको बन्दोबस्त गरिदिनुपर्छ। कुनै ठाउँमा दिए भए हुन्थ्यो, काहीँ खाली ठाउँ होला, अनि प्रचार भएपछि त दिन्थ्यो एउटा कुरा। अनि अब विदेशतिर चाहिँ अब त्यो हामीले कतै देखेको अब कुनै समय, अब यहाँ पनि छ कि के छ थाहा छैन, समय जस्तो यति बजेदेखि यति बजीसम्म यहाँ ठ्याक्क बस्न पाइने। जस्तो अहिले तरकारीलाई पहिला भयो, अहिले के छ थाहा छैन, तरकारी चाहिँ जस्तो यति बजेदेखि यति बजीसम्म भनेपछि त्यहाँ तरकारीको होलसेल भिड लाग्थ्यो। यहाँ अहिले पनि छ कि छैन बागलुङ अहिले असन इन्द्रचोकतिर छ। अनि लाग्थ्यो, अनि त्यो निश्चित समयपछि चाहिँ त्यो उनीहरूले पनि गरेको फोहोर पनि सट्ट पारेर जस्ता तस्तै छोडिदिएर जाने। राजनीतिमा मानवीय संवेदनाका कुराहरू होइन त्यो मानवीय यस्ता हुँदा रहेछन् क्या। जस्तै सुकुम्बासीको जस्तो एउटा मानवीय संवेदना छ, त्यसै गरी अर्को मानवीय संवेदना सडक व्यापारको पनि छ। सडक व्यापारीलाई सडकमा व्यापार गर्न दिएनन् होइन। अब त्यहाँ जुत्ता सिउनेको सियो खोसेर लैजान्छ नगर प्रहरीले, मकै पोल्नेको या मकै बेच्नेको मकैको डोकै लैजान्छ। अब महानगर भनिया छ, व्यवस्थापन पनि भनिया छ, यता स्वरोजगारीको कुरा पनि छ। यिनको व्यवस्थापन कसरी गर्ने, कतै यस्तै कुराले मात्रै पनि सत्ता पल्टाउँछ कि परिवर्तनलाई परिवर्तन गराउँछ? जनता, यो देश गरिबको हो, गरिब जनता छन्, गरिबलाई हेर्दैन भने त्यो त्यसको सत्ता हुँदैन। गरिबहरूलाई कसरी हेर्ने, कुन तरिकाले हेर्ने, कहाँ काम दिने, कहाँ पसल राख्न दिने अथवा कहाँ नदिने, कसैको पनि घाँस बासको व्यवस्था भएको खोज्न मिल्दैन, पाइँदैन। पाइँदैन भन्ने अधिकार त मेरो छैन, त्यो गर्नु हुँदैन। र व्यवस्था त्यसको गर्नुपर्छ। सुकुम्बासी र फुटपाथ व्यापारकै कुरालाई लिएर सुकुम्बासीको मलाई के लाग्छ भने अब अहिले म त्यहाँ पुरै हेरेको त छैन, मलाई थाहा छैन, गर्न नखोजेको होइन, उही तपाईँ ढङ्ग नपुर्याएको हो भन्ने लाग्छ मलाई। सुकुम्बासीमा कस्ता पनि सुकुम्बासी रहेछन् नि, 5 वटा घर बनाएर भाडा उठाउने, 5 तले घर भएका पनि रहेछन् नि त। वास्तविक सुकुम्बासीलाई चाहिँ व्यवस्था नगर्यो भने त उही भइहाल्यो नि, फेरि हेलिकप्टर चढ्नुपर्छ डोरीमा झुन्डेर। सुकुम्बासी भन्न खोजेको जनतालाई नहेर्ने, जनताको पीडा नबुझ्ने अनि दुःखै दिने, यदि नियतै त्यस्तो हो र त्यस्तै गरियो भने त हालत हुने त त्यही हो नि त। यसमा भनिरहनु पर्छ र? एउटा त्यो भयो। अर्को 5 वटा घर बनाएर सरकारी जग्गामा भाडामा लाउने, उनीहरूलाई चाहिँ कसरी पुरस्कृत गर्ने त? त्यो पनि केही उपाय होला नि त। पुरस्कृत गर्ने होइन, सजाय गर्नुपर्छ तिनीहरूलाई। त्यो त सृजनशील त्यो आइडिया त हो नि त। फेरि कस्तो सरकारी जग्गामा टक्क घर बनाएर भाडामा लाउनेलाई त्यो तपाईँले भनेको कुरा त। अनि त्यसपछि मान्छेको छाला काटेर जुत्ता बनायो भने के हुन्छ? सृजनशील जुत्ता बनायो नि त, सृजनशील भयो त्यो। के सजाय हुन्छ र नेपालमा? अब सजाय नभएर यस्तो भएको हो। अब सजाय भएन भने त म त के गर्न सक्छु र? मैले गर्ने होइन। मैले त एउटा आफ्नो धारणा राख्ने, आफ्नो विचार राख्ने, मलाई मेरो विवेकले ठिक भनेको कुरालाई भन्दिनँ हो। अब हामीले राजनीतिक इतिहास र परिवर्तनका कुरा धेरै नै गऱ्यौँ। त्यो जति गरे पनि सकिँदैन। राजा ज्ञानेन्द्रको सत्ता कसरी ढल्यो भन्नेका विभिन्न कारणमध्ये एउटा त तपाईँहरूको साहित्यिक आन्दोलनको अगुवाई पनि थियो, त्यो सबैलाई थाहै छ। त्यसमाथि होइन, म यसमा नि तपाईँले भनेको कुरा होइन भन्छु। यो अहिलेका सत्तावालाहरूले नि ढालेको उनीहरूले आफैले हो, आफैलाई। राजाले पनि ढालेको आफैले हो। अब उनीहरूले त्यो नगरेको भए मैले त यस्तो गरेछन् है भन्दै मात्रै त हो नि, होइन र? त्यो नगरे भए मैले खोजेर ल्याएर गरे भन्दिनँ र? के गरे त? होइन, राजावाला सत्ताले के गरेको थियो र ढल्यो? होइन, टेलिफोन के गरेको थियो अब त्यही बेला हेर्नुपर्छ। टेलिफोन काटेको थियो, त्यही बेलामा हेर्नुपर्छ। अनि यो जनताको व्यवस्थामा अब सबै बराबरी हो नि त। कोही राजा हुने, कोही रैती हुने त हुँदैन नि त। एउटा कुरा, अब राजै राम्रा थिए भने त दुनियाँ संसारभरि सुरुमा राजा थिए, सबै बस्थ्यो होला। अहिले राजाको कुरै नगरौँ, यो आवश्यक छैन। किन भन्दाखेरि त्यो गइसक्यो क्या। त्यो भन्न खोजेको जुन ढलेका छन् नि
तिनीहरूलाई अरूले ढालिदिएको होइन क्या, तिनीहरू आफै ढलेका हुन्। अबका तपाईँ यो नगर्नुहोस् कि अब कसैले लेखेर कसैले भनेर भन्दा पनि त्यो उनीहरूले त्यो गरे, हामीले सहन सकेनौँ, बोल्यौँ, त्यति हो। बोलेको गरेको त उनीहरूले हो त। भ्रष्टाचार गरे पो भने मैले भ्रष्टाचार गर्ने त उनीहरू नै हो नि त। प्लेन खाए भन्ने पो मैले त, प्लेन खाने त उनीहरू नै हो नि त, होइन? अनि बलात्कार गरे पो मैले भन्ने त, बलात्कार गर्ने त उनी हुन् नि त। अनि नगरे भए मैले कहाँबाट भन्नु? मैले गरे हो र, मैले भनेर भएको हो र, होइन? अनि त्यहाँ 76जना गोली हानेर मारे उनीहरूले, अनि मैले मारे पो भन्ने त, मारे त उनीहरूले हो त। अनि मैले कहाँ के गरेँ? मैले त ल है यस्तो भएको छ भनेर एउटा सामान्य कामलाई यसो ऐना देखाइदिएको मात्रै हो। मेरो कुनै योगदान छैन। यो सत्ता पल्टिनुमा पनि उहाँहरूकै योगदान छ, होइन? अहिले यो हालत 2/3 चाहिँ भुइँतियाई हुनुमा पनि उहाँहरूकै योगदान छ। कृपया मलाई त्यसको गुडविल नदिनु होला, मैले के गरेको छु? कर्मको फल भन्छ नि, जस्तो रोप्यो त्यस्तै फल छ। अब यिनीहरूले कस्तो रोप्छन् अथवा कस्तो फलाउँछन् अहिले त भन्न सकिँदैन, कम्तीमा फलुन्जेल हेरौँ न। अनि तपाईँलाई आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि चाहिँ गाई पनि पाल्नु भएको थियो है एकचोटि? हो, गाईमा त भाइले पाले, मामाको छोराले पहिलेदेखि पालिरहेको थियो। अनि केटाकेटी दुध खानु मन लाग्यो नि, अब हुन्छ कि भनेर उ गरेँ, अनि उसलाई सपोर्ट गरेँ। पछि भएन, उसले पनि कता कता ऋणचिन लिएर के गरेर रहेछ, सबै कुरा थाहा पनि थिएन। अनि पछि भएन, अलिकति पैसा त्यसमा मैले गरेको काममा डुबाएको त्यही हो, अनि भएन। पछि मैले छोडेँ, भाइले पनि छोडेँ। अनि त्यहाँ तपाईँलाई कहीँ कमेन्टमा चाहिँ शैक्षिक माफिया भनेर पनि भनेको छ? ए होइन, भन्न पाइहाल्यो नि। के हो तपाईँको शैक्षिक? मैले स्कुल चलाएको छ, पाठशाला स्कुल। अब भात खानको लागि अब त्यो प्रकाशन पनि छोडेपछि के गर्ने भने मैले स्कुल चलाएको पनि होइन। अनि साथीहरूले एउटा समूहले त्यो स्कुल चलाएछ, त्यसमा म पनि जोडिएको छु। तपाईँ संस्थापक हो त्यसको? होइन, संस्था हामीले आफ्ना छोराछोरी, मेरा त ठुला भइसकेका थियो अलि, भाइहरूका छोराछोरी अनि उहाँ साथीहरूका छोराछोरी पनि आफ्नो छोराछोरी पढाउने भनेर अब हामीले खोलेको। फाउन्डर भन्छ नि, फाउन्डर मध्ये भन्नलाई जे पनि भयो, होइन? एकजना हो। अनि अब जागिर पनि छोडियो, अब प्रकाशन पनि अब त्यति साह्रै त्यो प्रकाशनमा त्यो सबैको चाकडी गर्नुपर्ने, यति पीडित त्यो प्रकाशन जति अब अप्ठ्यारो, अब भित्रदेखि गर्न गाह्रो केही होइन होला जस्तो लाग्यो। त्यो छोड्न मन लाग्यो। अनि के गर्ने त? सबभन्दा पवित्र काम चाहिँ के हो त? सबभन्दा राम्रो काम। अब यहाँ त तस्करी गर्न पनि सकिँदैन, मान्छे बेच्ने पनि होइन, आफूले कालोबजारी गर्न पनि सकिँदैन। अब भ्रष्टाचार गर्नुपर्छ, घुस खानु, भ्रष्टाचार गर्न त के पाउनु, त्यही अब घुस खानु पर्ला भनेर जागिर स्थायी जागिर छोडेको, कति गाली खाएर श्रीमतीको, परिवारको, आफन्तको। अब नेपालमा लोकसेवा पास गरेर खाएको स्थायी जागिर छोड्दाखेरि कति गाह्रो भयो होला। घुस खानुपर्छ भनेर जागिर छोडेको। अब इमान्दार पेसा चाहिँ के होला भन्दाखेरि पढाउनु भन्दा त्यो त मान्छे बनाउनु पनि काम हो, होइन? अनि अलि अब आफ्ना छोराछोरीलाई त्यो पनि यस्तो अहिलेको जस्तो स्कुल बन्द छ, ठुलो भन्दा त विद्यार्थी त धेरै छैनन्, बन्द छ भनेर गरेको पनि होइन। अनि आफ्नै छोराछोरी पढाउन आफूले एजुकेसनमा, सबै साथीहरू एजुकेसनमा लाग्नुभएको थियो, भन्दा नि हामी 5 जना मिलेर गरेको हो, लाग्नुभएको। म नि त्यसमा लागेँ। अब यो चाहिँ पवित्र पेसा हो, अनि काम पनि गरौँ। अब सबै अब आफ्नो त केही पनि छैन, अहिले पनि सबै लिजमा छ, सबै भाडामा छ, के लिएर हो, होइन? लिजमै घर बनाएको छ, अनि ब्याङ्कको लोनमै गरे हो सबै। अब आफूसँग त खासै कति पो पैसा हुने र। अनि त्यसमा आफू पालिन्छ पनि। अब राम्रो काम गर्दाखेरि, अब बच्चाहरूलाई सिकाउँदाखेरि हुन्छ भनेर स्कुल चलाएको छ। स्कुलमा नियमअनुसार सरकारलाई तिर्नुपर्ने राजस्व तिरेर, अनि कर तिरेर, त्यो घरवालाको भाडाको समेत उनीहरूले तिर्दैनन्, हामीले कर तिरेर। सरकारी जग्गा खायो अनुसार गरेर त्यो गरेर चलाएको।
अब अहिले यहाँ मेरो त केही भएन हेर्नु, मैले त यति नोक्सान गराएको छु नि त, अब यी यस्ता कुरा भनिदिन्छु भनेपछि अनि यहाँ सत्तै पल्टिनलाई सहयोग भयो भन्छन् मान्छेहरू। अब मैले त्यस्तो गरेँ जस्तो त लाग्दैन। अनि त्यसो भएपछि अब तिनीहरूले त अब मलाई त के गर्ने, अब मलाई अर्थ के गर्ने, भ्रष्टाचार गऱ्यो भन्न मिलेन, अथवा कतै 2 नम्बरी गऱ्यो भन्न पनि मिलेन, सुन तस्करी गरेर ल्यायो भन्न पनि मिलेन होइन। अनि अब त्यो केही पनि मिलेन। उपाय के त, अब यसलाई कसरी बदनाम गर्ने भन्दाखेरि अनि अब स्कुल चलायो अरे। हो त स्कुल त चलाइरहेको छु त, तिम्रै सरकारसँग स्वीकृति लिएर तिम्रै सरकारका पालामा जहिले अहिले मलाई चाहिँ त्यो के अरे त्यो माफिया साफिया भन्छौ, शैक्षिक माफिया भन्छौ, के भन्छौ, उनीहरूकै उसमा त्यही अनुसार नियमअनुसार कानुनअनुसार ऐनअनुसार अब राज्यले दिएको सुविधा अनुसार पाठशालाले सार्वजनिक जग्गा उपयोग गर्यो भन्छ नि त। उपयोग गरे नगरे त्यहीँ हेरे अति के हेरेर बसा त नि लगाए अब भइहाल्थ्यो नि त। अब सबै भाडामा छ, एउटा हामीले बस को लागि त्यो भाडामा लिएको जग्गा छ त्यहाँ होइन, त्यो पनि ट्याक्स तिरेको छ, कर तिरेको छ, न हाम्रो जग्गा होस् न हाम्रो लालपुर्जा होस्। अब अर्काको जग्गा हामीले कागज गरेर ल्याएको छ, भाडा तिरेको छ, त्यही पनि त्यो अब त्यो यसो बस राखेका छौँ, त्यो केही न्यु नपाएर अनि अब भन्नुपर्दा उसलाई भन्नु पऱ्यो नि त होइन। अब कसको जग्गा फेरि व्यक्तिगत जग्गा त अब भाडा दिन त पाइने होला होइन। केही न्यु नपाएर अब पछि मैले चाहिँ उसमा त्यो मलाई जसले ज्यादै त्यो उ गर्यो मैले उसमा हाले पनि थिएँ के अरे साइबरमा होइन त्यो बेला उसमा के अरे तपाईँहरूको त मिडियाकै उसमा मिडियाले ल्यायो भनेको प्रेस काउन्सिलमा पछि उसले चाहिँ के गर्यो त्यसपछि उसले लेखाएको छैन होइन। अब त्यो प्रेस काउन्सिलमा नि उनीहरूकै मान्छे थिए, अब उनीहरूकै अब त्यो त्यसो कुरै नगरौँ न। त्यसो गयो भइगयो त्यो बानेश्वरमा लुकेको छैन, चोरेर बसे होइन, ढाँटेको होइन, डोजर लायो भइगयो। मेरो लालु मलाई त त्यहाँ अब गजब नि, अब त्यो जग्गा भइदियो त बहुत लालबुजा दिलाइदियो हुन्थ्यो नि मलाई त्यसको होइन। त्यो जग्गाको केही छैन, केही आधार होइन। अब उपाय केही नलागेपछि अब स्कुल चलाउँदाखेरि चाहिँ अब त्यो स्कुल चलायो भनेको छ, अब के चलाउने त स्कुल, मैले मान्छे लाएको स्कुल, त्यो पनि कस्तो पढाएको छ त्यहाँ, कस्तो शिक्षा दिएको छ, 400 मान्छेलाई रोजगारी दिएको छ। म जस्तो हामी जस्तो चलाएर स्कुल विद्यार्थी त्यो रोजगारी विद्यार्थी कति छन्? रोजगारी दिएको विद्यार्थी कति छन्? दुईतिर विद्यार्थी 1400-1500 छन्। 1400-1500 हुँदा 400 मान्छेले रोजगारी पाएको छ। त्यसको चाहिँ मूल्याङ्कन हुन्छ कि हुँदैन? जम्मै यिनीहरूका सरकार हुँदाखेरि सबै लाइन लागेर विदेश पलायन भएका बेला म जस्तो मान्छेले गरेका काममा 400 रोजगारी पाउने ठाउँमा यी मलाई आलोचना गर्ने सबैले 400 रोजगारी दिए के हुन्छ? हेर्नुहोस्, सम्मानजनक तलब छ। हेर्नुहोस् अब बुझ्नु, पाठशालामा सम्मानजनक तलब छ। पढाइको स्तर तपाईँको यहाँ नेपालको कुनै पनि हाम्रोभन्दा 4 गुणा पैसा लिनेको भन्दा कुनै कम छैन। सबै भाडामा छ। अब यसरी विज्ञापन गर्दा त पैसा तिर्नुपर्छ यसमा होइन। अब पैसा तिर्नुपर्छ, यो विज्ञापन नगरौँ। मैले खुल्दुली चाहिँ अब तपाईँ यत्रो कविता पनि लेख्नुहुन्छ अनि त्यहाँ 400 जनालाई नि दिनुभएको छ भने तपाईँ आफै पनि पढाउनुहुन्छ? म पढाउनु त पढाउँदिनँ, म हेर्छु व्यवस्थापन। तपाईँले नेपाली पनि केही पनि साथीहरूसँग जोडिएको हो। तपाईँले केही पढाउनु? साथीहरूसँग जोडिएको हो, मसँग केही कुराहरू छ। अब भन्न खोजेको अब त्यहाँ हेर्छु म तपाईँले पढाउनु भयो भने त तपाईँका विद्यार्थीले नेपाली लेख्दाखेरि डिका नभएकै लेख्ने होला नि। फेरि म पढाउँदिनँ। अब मेरो कविता तपाईँको डिका नभएकै छ। मैले पढाएँ भने म अर्कै बनाउनु पनि सक्छु, तर अब पढाउनु उमेरै छैन। पढाइनँ मैले, किनभने व्यवस्थापन म मास्टर होइन, व्यवस्थापन पनि हेर्छु। मैले भने नि अरूले हेर्नुहुन्छ, म त अब साथीहरूले एउटा सम्मान दिएर दाइ बस भनेर भन्नुभयो, म बसेको हो। सबैभन्दा जेठो बाटो मै हो। अब साथीहरूको उसले सम्मान उसको हिसाबले मैले आफ्नो उनीहरूले हालेको अलिअलि थोरै पैसा त्यो बेलामा हालेको। एउटा कुरा बताइदिनु न, मान्छे चाहिँ नि कवि हुनको लागि पीडा, दुःख, वेदना, कतिको डिप्रेसन अभिव्यक्त गर्ने माध्यम हो भनेर भनिन्छ साहित्यलाई पनि। समग्र साहित्यलाई त्यसमा माथि अझ सबभन्दा सजिलो हुने त प्रेम, वियोग, बिछोडबाट कविता जन्मिन्छ, मान्छे कवि भन्छ। तपाईँका त यहाँ राजनीतिक मात्रै देखियो, यो दारी पनि पाल्नु भएको छ। के कारण छ? केही कारण छैन। म केटाकेटीमा धेरै दुःख पाएको मान्छे हो। सायद दुःख नपाएको भए म अहिले यहाँ हुँदैन थिएँ पनि होला। म कतै दुःख नपाएको भए म यति सङ्घर्ष गरेर यहाँ आइपुग्नु पुग्दैन थिएँ होला एउटा। अनि दुःख नपाएको भए म अहिलेसम्म जोगिएर पनि बस्दैन थिएँ होला।
अहिले म कतै कुनै दलमा कसैको झोला बोकेर हिँडिसक्थेँ होला, किनभने मलाई मलाई क्षमता पनि थियो, अनि म गर्न पनि सक्थेँ। अनि अब म टाठो मान्छे पनि हो, मलाई सबै मान्छेहरूले आइदिए हुन्थ्यो भन्ने ठानेका पनि हुन्। म कुनै बेलामा पसेको भए म बर्बाद हुने रहेछु, कसरी जोगिएँ भनेर मलाई अहिले आफूप्रति गौरव लाग्छ। अनि तपाईँले त्यो क्षेत्रीय अदालतमा जागिर खानुभयो नि त्यहाँ जमलमा, होइन? त्यहाँ खाँदाखेरि पहिला डिट्ठाबाट बढुवा भएर तपाईँ चाहिँ नि सुब्बा पनि हुनुभयो, खरदार हो डिट्ठा भने, होइन? सुब्बासम्म हुँदाखेरि 10 वर्ष बिताउँदा यसो केही पत्रम पुष्पम प्राप्त भयो, कोही दिन आए कि आएनन्, कस्तो थियो अदालत? अनि त्यस तारिक मिलाउँदा दिनलाई त लिनु पर्ला नि त, होइन र? होइन, तारिक मिलाइदिँदा गर्दा के गर्दा हुन त अब त्यो पञ्चायतको बेला थियो क्षेत्रीय अदालत भनेको त, होइन? दिनलाई त त्यही लिनु पर्ला भनेर त अनि जागिर तपाईँ अब के मलाई निकाले त होइन, म आफै निस्केको हो नि त। अनि अहिले लिनु पर्ला भनेर एउटा कुरा नि, अहिलेको तुलनामा अहिले वकिल साथीहरू कति छन्, होइन? तारिक मिलाउँदा के गर्दा अदालतमा त्यो त मान्छेमा त्यही त मान्छे। म केटाकेटीदेखि नै एउटा पीडित परिवारको मान्छे भएको हुनाले म त्यो अन्यायको, अत्याचारको, शोषणको कसैले भनेर होइन, स्वतःस्फूर्त रूपमा विरोधी भएर निस्क्यो। त्यो भने तपाईँ कम्युनिस्ट हो? म कम्युनिस्ट हो कि होइन भन्ने मलाई थाहा छैन। अघि विश्वेश्वर कट्टेलको कुरो गर्नु, उहाँ चाहिँ होइन, विश्वेश्वर कट्टेल भनेर चाहिँ अब त्यो साथी हो, वामपन्थी हो नि त। वामपन्थी, त्यो कर्मचारी आन्दोलनमा हामी भेट भएको हो। अब को के हो भन्ने कुरो कम्युनिस्ट भन्ने छ र यहाँ नेपालमा? नाम त छ नि त, नाम बदनाम बनाए नि त, होइन र? कम्युनिस्ट, मलाई अब कम्युनिस्ट भन्यो भने पनि मान्छेले घृणा गर्ने बनाए नि। होइन, पहिला त दुःख पाएका, वेदना सहेका मान्छेहरू कम्युनिस्ट बन्ने भन्ने थियो त। अब तपाईँ केलाई कम्युनिस्ट भन्नुहुन्छ त्यो मलाई थाहा छैन। म दुखी गरिबको पक्षमा लेख्ने मान्छे हो। पहिला आफै दुखी गरिब भएको भएर, होइन? अब मैले कुरा गर्न खोजेको, हिजो पञ्चायतमा त जति बेला क्षेत्रीय अदालत थियो त्यो बेलामा अलि डर थियो, यसरी खुलेआम पैसा खाने, पैसा माग्ने, तारिककै लागि पनि के मिलाइदिने भन्ने गुनासो आउने कम थियो कि बढी थियो कि आफै भुक्तभोगी भएको सम्झिँदाखेरि? म फाँटमा बसिनँ। केमा हुनुहुन्थ्यो? म लाइब्रेरीमा बसेँ, पढ्नु थियो मलाई। त्यो पुस्तकालयमा? पुस्तकालयमा त्यो नेपाल कानुन आयोगको पुस्तकालय हो? त्यो पछि हो त, क्षेत्रीय अदालतको पुस्तकालय थियो। ए होइन, 10 वर्षै पुरै तपाईँले पुस्तकालय? होइन, मेरो उद्देश्य त जागिर खाने थिएन नि त। म जागिर नभएकोमा म पढ्न सक्दैन थिएँ। काठमाडौँ आउनै आएर पढ्ने त्यो हैसियत थियो। भनेको 10 वर्ष नै लाइब्रेरियन म त्यहीँ बसेँ, त्यहाँ आएँ, त्यहीँ बसेँ। त्यसपछि धेरै अब क्षेत्रीय अदालत डिजल्भ भयो, त्यसपछि पाटन गयो। क्षेत्रीय अदालत त 47 सालको संविधान आएपछि बल्ल डिजल्भ भयो, होइन? त्यहाँसम्म त्यही एउटै कोठामा बसेँ म, लाइब्रेरीमै। अनि पद डिट्ठा हो मेरो, होइन? 10 वर्ष लाइब्रेरियन नै हुनुभयो? लाइब्रेरी भएँ। अन्त 10 वर्ष कति 47 हो, 39देखि 47 8 वर्ष बसेँ होला त्यो घरमा। अनि त्यसपछि 2 वर्ष जति चाहिँ पुनरावेदनमा गएँ। के काम गर्नु? त्यसपछि मलाई राजविराज सरुवा गऱ्यो, अनि म राजविराजबाट जागिर छोडेको। सरुवा चाहिँ अब त्यो दरबन्दी मिलानमा, किनभने अब त्यो सबै ऊ भयो नि त, अदालतहरू मिक्स भयो, के भयो, अनि दरबन्दी धेरै भएको ऊ गरेर मिलाउँदा। अदालत प्रशासनको घुसपिसको कुरा गर्दाखेरि त्यति बेला र तुलना यहाँ सुन्नु, अब मैले लिएको र दिएको देखाएको छैन, होइन? तपाईँले जस्तै मैले नि सुनेको मात्रै हो, होइन? किनभने अब म नलिने भएको हुनाले अथवा म नलिने ठाउँमा बसेको हुनाले त्यहाँ त घुस खाएन। अब सबैले खाने ठाउँमा त नखाने मान्छे त अनि अलगै हुन्छ नि त, त्यो साथी पनि हुँदैन। त्यसकारण अब मैले कसैले लिएको पनि देखिनँ, कसैले दिएको पनि देखिनँ। त्यो एउटा छ क्या, करप्सन पर्सेप्सन इन्डेक्स भनेको पर्सेप्सन छ नि, छवि कस्तो भन्ने अथवा गुनासो कस्तो आउने भन्ने हुन्छ नि त। अब साथीहरूले कुरा गरेर सुनिन्थ्यो, होइन? अब त्यही हो।
अहिले हामी घुसपिसको कुरा गर्दाखेरि अहिले बिचौलिया नियन्त्रण यो सरकारले चलाइरहेछ नि। सरकारले बिचौलिया चलाएको अहिले नियन्त्रणको अभियान चलाइरहेछ अहिले होइन, नियन्त्रण हिजो अभियान त होइन, बिचौलियाले सरकार चलाउँथ्यो, अहिले चाहिँ के अहिले चाहिँ नियन्त्रणको सरकारले अभियान चलाएको भनेको त्यही करप्सन पर्सेप्सन इन्डेक्समा चाहिँ नेपाल कति भ्रष्ट छ भन्नलाई त कार्यालय बाहिर बिचौलिया देखिन पर्यो, कार्यालयभित्र जाँदा खुसामत गर्न पर्यो। अब अझै पनि कति ठाउँमा चाहिँ नि टोइलेटमा चाहिँ लेनदेन हुन्छ भन्छन् होइन, मालपोत नापी कर यातायात जस्तामा गुनासो अझै पनि घटिसकेको छैन। मालपोतमा त होइन? डाइरेक्ट अब जसले जग्गाको कारोबार गरेछ मालपोतमा घुस नखायो हुँदैन हो, यो सबैलाई थाहा छ, पर्सेप्सन, यो चाहिँ सबैलाई थाहा छ, दृष्टिकोण भनौँ न। सबैलाई थाहा छ जसले जग्गा किनबेच गरेछ मालपोतमा घुस नखाइ हुँदैन भन्ने सबैलाई थाहा छ। त्यसो भए त यो बालेन सरकार आएको परिवर्तन होइन, भएको केहीले अहिले छुँदैन थाहा भने छैन। पहिला कुरा गर्दैछु, अहिले त कति भयो, अहिले त के भइरहेछ भए पनि त मान्छे त तिनै हुन् नि। अब यिनीहरूले कति देखाएका छन्, कति भेगा छन्, अब हेर्ने मान्छे नि त त्यो पुरानै छन्, खाने मान्छे पुरानै छन्, अनि कस्तो कुरा गर्नुभयो तपाईँले। यो जुन अवधारणा छ नि, टाउको एउटा फेरि हो होइन। अब बिस्तारै माथिदेखि अब उनीहरूले समय लाग्ला सबै त्यो आफ्नो अब त्यो बेग्लै कुरा हो, एकैचोटि हुन्छ त सम्भव छ त त्यो सबै हात खुट्टा जम्मै हो, टाउको पनि गिदी मात्रै नै फेरिया हो। अनि त्यो अब चोर्ने त्यो हात लामो हात गर्नेले गरि नै राख्यो होला। एउटा नि अब त्यसलाई हेरेर समय लाग्ला होइन, तर माथिबाटै चाहिँ कन्ट्रोल गर्न थाल्यो भने धेरै टाइम नलाग्ला भन्ने एउटा कुरा हो होइन। तर अनि त्यो गर्न नदिनलाई अहिले लाइन लागिसक्यो नि त होइन। यो सरकारलाई फेल गराउनलाई लाग्नु भनेको त तिनै हिजो जे भएको थियो त्यसलाई आज ठिक भन्नेहरूको हो नि त होइन र। त्यो भ्रष्टाचारको परिसूचकमा नेपाल छ नि, टपमा माथि छ होइन। त्यसलाई स्वच्छ बनाएर भ्रष्टाचार नहुने देशमा पार्न सम्भव छ हाम्रो देशलाई? भ्रष्टाचारै नहुने जिरो नै बनाउने त त्यो त कसरी हुनसक्छ। तर त्यो सूचीमा क्या स्वच्छ देशमा पुर्याउन सम्भव छ? किन सम्भव छैन। सरकार इमान्दार हुने हो भने, सरकार जनताको पक्षमा काम गर्ने हो भने, सरकारको चाहिँ नियत सफा हुने भने किन हुँदैन, किन हुँदैन। यो बालेन सरकारले सक्ला, ढङ्ग पुर्याउला? त्यो त म के कसरी भनौँ होइन, पुर्याउनु पर्छ भन्न सकिने भयो। पुर्याउला नपुर्याउला त मैले गर्ने होइन नि त। अघि तपाईँले सुरुमा भन्नुभयो नि यो देशमा जन्मियो यत्रो वर्ष भइसक्यो, सुख पाइएला भन्ने थियो, देश के होला भन्ने थियो, झन्झन बिग्रियो, प्रगति हुन सकेन विश्वमा, यो भन्ने सुरुमा थालनी तपाईँले गर्नुभएको थियो उठानको बेला। अब हामी बैठानतिर जाँदै गर्दाखेरि तपाईँ आज कति वर्ष हुनुभयो? 63-65? म 63 हुनुभयो। भोलि बुढेसकालसम्म रहँदा तपाईँले अघि सुरुमा उठान गर्दाखेरि जे सोचेका थिएँ त्यो भएन भनेर भनेको, भोलि मर्ने बेलासम्म हामीले देख्न पाउँला यो देश समुन्नत सुशासित समृद्ध भएको देख्न पाउँला? त्यो ग्यारेन्टी त म कसरी गरौँ, देख्न पाए हुन्थ्यो भन्ने लाग्छ अझै होइन। यी जस प्रकारका एक्टरहरू छन् नि, खेलाडीहरू, त्यो हेर्दाखेरि आशा जाग्छ कि प्रति भने त मैले फेरि अघि भनेको प्रति भने यहाँ सुन्नुहोस् भने त आशा 46 पनि जागेको थियो, आशा 62-63 पनि जागेको थियो, जागी नसक्दै मर्यो। आशा अहिले पनि जागेको छ, अब मर्छ कि जिउँदै बस्छ पर्खिनुपर्छ एकछिन। केही यो बनिसकेको छैन, दृष्टिकोण बनिसकेको छैन। अब उनीहरूले काम गरेर यसलाई परिवर्तन गरे भने मेरो आशा जिउँदै बस्यो होइन। उही पुरानै ताल भयो भने मर्यो, त्यही त हो। पुरानाहरू फर्किने सम्भावना कतिको देखिन्छ? पुरानाका पनि पुराना छन् नि प्रयासरत। आज गएपछि भोलि आउँछ, हिजो आउँदैन। आउँछ हिजो के आउँछ? प्रयास त गरिरहेछन् त हिजो ल्याउनलाई। आउँछ ल, ल्याउने प्रयास गर्ला। मलाई हिजो ल्याउन मन लाग्यो अरे, आउँछ हिजो। मन लाग्दैमा हुने भयो त। त्यहाँ छ नि इतिहास फेरि दोहोरिन्छ भन्ने। यहीँ तपाईँ र म अघि भेट्दा र अहिले अब छुट्टिने बेलामा कति परिवर्तन भइसक्यो शरीरभित्रै, कति सेलहरू चेन्ज भइसक्यो। तपाईँको मेरो आयु कति घटिसक्यो।
शरीरभित्र कतिको सेलहरू मर्ने र जन्मिने भइसक्यो, आउँछ पछाडि जान्छ। प्रयास तर यो कस्तो हुन्छ भन्न सकिँदैन होइन। राम्रो हुन्छ कि नराम्रो हुन्छ पनि भन्न नसकिएला होइन। अब यिनीहरूले पनि गर्न सकेनन् भने, गरेनन् भने पछाडि त फर्किँदैन, अर्को आउँछ। भ्याकुम त बस्दैन होला नि, पछाडि फर्किँदैन, पछाडि फर्किँदैन। अरू आउँछन् नि, अब छोराछोरी आयो, अब नाति नातिना आउँछन्, अथवा अरू नै के कोही आउँछन्, अथवा नयाँ जे होस् टेस्टेडहरू आउँदैनन्। अब अर्को एडभान्समा जान्छ, अर्कै आउँछ। किनभने अब नगरेर अब चेतनाको स्तर त धेरै माथि पुगिसक्यो नि त। नगरेर प्रमाणित भएर 5औँ 10औँ 20औँ 30औँ वर्ष प्रमाणित भइसक्यो कि नयाँ भएर आउनु, नयाँ भनेर मान्छे नै चेन्ज हुनुपर्छ भन्ने पनि हेर्नु नि त होइन। अब यो अहिले नै आउने पनि त अब कति त पुरानै मान्छेहरू छन् नि त होइन र। अघि हामी अलिकति साहित्यको कुरा गर्दाखेरि दुःख पीडाबाट म हुर्किया थिएँ भनेर भन्नुहुन्थ्यो होइन। अब कवि साहित्यकार फेरि अलिकति यतातिर सृजनातिर स्रष्टातिर लिएर जाँदैछु म। त्यसमा कुरा गर्दाखेरि यदि सुखमा समृद्धिमा सन्तुष्टिमा रहेको मान्छे छ भने उसबाट सृजना हुन कठिन छ, असम्भव छ। के वेदनै हुनुपर्छ, डिप्रेसनमै गएको हुनुपर्छ, दुःख पाएकै हुनुपर्छ कवि हुन, साहित्यकार हुन, वियोग भोगेकै हुनुपर्छ। बच्चा पाउँदा कस्तो हुन्छ भन्ने कुरो तपाईँलाई सोधेर थाहा हुन्छ? तपाईँले भन्न सक्नुहुन्छ? बच्चा पाउँदा कस्तो हुन्छ भन्ने कुरो त्यो बच्चा पाउने आमालाई थाहा हुन्छ कि तपाईँलाई थाहा हुन्छ? बच्चा पाउँदाको पीडा अथवा बच्चा त्यो चाहिँ त्यो सुत्केरी हुने आमाले जे लेख्न सक्छिन् तपाईँ सक्नुहुन्छ? म सक्छु। भोगाइ हो। अब यहाँ त्यो ब्लेडले काटेको देखिन्छ नसा चटचटी कतिले, अथवा हात काटेको उ गरेको। यहाँ मैले नकाटिकन कल्पना गरेर मैले के लेख्न सक्छु? भोकै बस्दा कस्तो हुन्छ भन्ने कुरो हो कल्पना गर्ने मान्छेलाई थाहा हुन्छ। बजारमा हिँड्दाखेरि मिठाई पसलको अगाडिबाट हिँड्दाखेरि त्यो किन्ने पैसा नभए, खान मन लाग्दा र किन्ने पैसा नहुँदा मुखभरि पानी पार्दै बाटो काट्दा दुःख कल्पना गर्नेलाई कसै थाहा हुन्छ? अर्काको कुटाइ, बच्चामा अर्काको कुटाइ खाँदाखेरिको थप्पडको चोट कल्पना गर्नेलाई कसै थाहा हुन्छ? ऋण तिर्न नसकेर साहुले घरका बाख्रा भैँसी निकालेर थुतेर लाँदाखेरि त्यो उसले भोग्ने, किसानले भोग्ने कुरो तपाईँ कल्पना गरेर लेख्न सक्नुहुन्छ? त्यसो भए साहित्य अभिव्यक्ति प्रस्फुटन भनेको के? भोगाइ, फगत दुःख वेदना मात्रै हो? कल्पना गरेर लेख्ने यथार्थ होइन। दुःखमा सुख पनि हुनसक्छ नि। प्रेम गर्दा कस्तो हुन्छ भन्ने कुरो प्रेम गरेको मान्छेले जति तपाईँ कल्पना गरेर भन्न सक्नुहुन्छ? बिछोड हुँदा एउटा धेरै माया गरेको मान्छे छुट्टिँदाखेरि कस्तो हुन्छ भन्ने कुरो त्यसले जति कल्पना गर्न सकिने भयो, अब सोच्न के अरे गर्न सकिने भयो। भन्न खोजेको साँच्चै लेख्ने हो भने त त्यो नभई त सकिँदैन नि त। पीडा भोगेको तपाईँ जेको विषयमा लेख्नुहुन्छ त्यो विषय अनुभवको कुरा हो। तपाईँ त पत्रकारिता यत्रो 25 वर्ष गर्नुभयो। मलाई थाहा छ र त्यो कुरो। मैले राजेन्द्र टिमसेनाजीले यसो गर्नुभयो होला, यस्तो भयो होला, उस्तो भयो होला भनेर कल्पना गर्ने एउटा कुरा होला। तपाईँ त्यहाँ के भयो होला, तपाईँले आफूले भन्न खोजेको कुरा कति पाउनु भयो होला, कति पाउनु भएन होला,
जागिर खाएको मान्छे, तपाईँले आन्दोलनमा जान मन लाग्थ्यो होला, नारा लाउन मन लाग्थ्यो होला, कविता सुनाउनु मन लाग्थ्यो होला, अथवा कति कुरा चित्त बुझ्दैन थियो होला, मुटु थामेर बस्नुभयो होला, मलाई थाहा छ त्यो, म भन्न सक्छु। भनेको समृद्धले आफ्नो होइन, समृद्धिको यहाँ दुःख नपाउनु भनेको आधी जीवन थाहै नपाउनु हो। 50% दुःख पाउने मान्छे र दुःख नपाउने मान्छेको बिचमा 50%, 50% भन्दा बढी त त्यो जतिसुकै त्यो पुरा भयो भने अधुरो मान्छे हो, त्यो थाहै छैन त। तपाईँले जति दुःख पाउनुभयो तपाईँको सन्तानले त त्यो पाएको छैन नि त, त्यसो भए होइन, तिनीहरूले मेरो- आधी जीवन पाएनन्, थाहै होइन, पाएन। मेरो जति पाएन नि त, मेरो बाको जति मलाई के थाहा, मेरो जति मेरा छोराछोरीलाई के थाहा, मेरा छोराछोरी जति मेरो नाति नातिनीलाई के थाहा। अब भनेको त्यो स्वीकार्नुहुन्छ हजुर, तपाईँका जुन सन्तानले? मैले लेख्न सक्छु मेरा छोराले सक्दैन, अनि म प्रतिभा नै भए पनि सक्दैन मेरो, किनभने दुःख भनेको त तिनले पनि आधी त्यो जीवन कुनै पैसाले कुनै केही कुराले आर्जन गर्न नसक्ने मान्छेलाई मान्छे भइरहनलाई बारेर राख्ने दुःख हो। दुःख पाएको मान्छे यदि चेतना छ भने बिग्रिनै सक्दैन, बिग्रिन दिँदैन दुःखले। भोको मान्छेले अर्को भोको मान्छेलाई शोषण गर्न सक्दैन, रुवाउन सक्दैन। नाङ्गो मान्छेले अर्को नाङ्गो मान्छे देख्न सक्दैन, थाहा छ नि त उसलाई, अन्याय गर्न सक्दैन। तर चेतना पनि हुनुपर्छ। आधी जीवन थाहै पाउँदैन भनेको त त्यसो भए त समृद्ध मान्छेहरू होइन यस्तो- होइन, एकदम त्यसमा के हो मान्छे भन्ने कुरो आदि चाहिँ थाहा पाउँदैन। मेरो चाहिँ त्यही हो कुरो, मलाई अभाव हाहाकार हुनै पर्यो। त्यसले के हुन्छ भन्दाखेरि त्यसो भएर त्यहीँ बिलायो भने त सिद्धि हो होइन, तर पनि त्यसले सङ्घर्ष गर्न सिकाउँछ। अहिले म सम्पन्न थियो भने म अहिले अब यत्रो सङ्घर्ष गरेर म यहाँ हुन्थेँ र। हजुर, जस्तो अब अहिले यो अहिले वास्तवमा अब मैले आफ्नै पसिनाले मलाई अहिले पुग्ने केही दुःख छैन, तर म सपना उही गाउँकै देख्छु। सपना अहिले पनि गाउँकै देखिन्छ, तर सपना त्यही धेरै देख्दिनँ। राति निदाएको बेलामा सपना देख्दा अहिले पनि त्यो स्कुल गाउँकै देखिन्छ क्या। त्यसबाट मेरो एउटा म गाउँमै छु भन्ने मेरो कविता। अरूले हेर्दा सहरमा देखिएको मात्रै हुँ, म गाउँमै छु। अरूले हेर्दा सहरमा देखिएको मात्रै हुँ, म गाउँमै छु। मैले बालेको मट्टितेलको टुकी गाउँमै छ, मुटु मात्रै छ मसँग सहरमा, ढुकढुकी गाउँमै छ। मैले बालेको मट्टितेलको टुकी गाउँमै छ, मुटु मात्रै छ मसँग सहरमा, ढुकढुकी गाउँमै छ। 5 भाइले बाँडेर लिनु भन्दै दसैँमा मामाले दक्षिणा दिनुभएको त्यो सुकी गाउँमै छ। चिप्लेटी खेलेको चौर गाउँमै छ, डन्डी बियो खेलेको बारीको पाटो गाउँमै छ। बियो गाडिएर बनेको खत मात्रै मेरो आँखी भाउमा छ यहाँ, आँखी भाउबाट बगेर बनेको त्यो रगतको टाटो गाउँमै छ। मेरो डन्डी बियोले लागेर यहाँ गाडिएको यही छ। चिप्लेटी खेलेको चौर गाउँमै छ, डन्डी बियो खेलेको बारीको पाटो गाउँमै छ। बियो गाडिएर बनेको खत मात्रै मेरो आँखी भाउमा छ यहाँ, आँखी भाउबाट बगेर बगेको त्यो रगतको टाटो गाउँमै छ। अर्काले पैसा तिरेर भर्ना गरिदिएको स्कुल गाउँमै छ, सेकेन्ड ह्यान्ड बुक गाउँमै छ। साथीहरूले खाएको आइसक्रिम लुकी लुकी हेरेर मैले घुटु घुटु निलेको थुक गाउँमै छ। किन्न बाँकी पाइन्ट गाउँमै छ, फाटेको कट्टुको पाल हातले छोप्दै हिँडेको बाटो गाउँमै छ।
स्कुल जान नाङ्गै खुट्टा दगुर्दा ठेस लागेर झरेका नङहरू गाउँमै छन्। म जन्मिँदा मेरी आमाको रगतले भिजेको माटो गाउँमै छ। अब के गाउँ फर्किनुहुन्छ कुनै दिन बुढेसकालमा? अब गाउँ होइन, अब सहरै छोड्ने बेला हुन लागिसक्यो। छोराछोरी विदेश छन् कि स्वदेश सहर बस्छन्? छोड्ने भने मतलब अब म विदेश जान्छु भन्न खोजे त होइन। अब त कहाँ गाउँ फर्किन्छ, कहिले काहीँ घुम्न जाने हो। छोराछोरी के भन्छन्? स्वदेश केही विदेश? भन्दैनन्, छैनन् स्वदेश विदेश? छोराछोरी अब यो वातावरणै के छ र, अब उनीहरू हिँडिसके, नेपालमा छैनन्। कविता पढेर केही प्रतिक्रिया जनाउँदैनन्? म प्रतिक्रिया जनाऊ पनि भन्दिनँ। उनीहरू अब साहित्य लेख्ने पनि गर्दैनन्, किनभने उनीहरूले अभाव पीडा बेहोर्न पाएनन्। अलिअलि मेरो छोराछोरीले चाहिँ अलिअलि केटाकेटीमा अलिअलि थोरै मात्रै भेटे। त्यस्तो मेरो जस्तो होइन, जस्तो बाको र मेरोमा कति अन्तर भयो होला, मेरो र छोराछोरीकोमा त्यस्तै अन्तर भयो। अब छोराछोरीको त त्यो केही पर्दै परेन। अहिले यहाँ बुढाबुढी मात्रै टुक्रुक्क हो? टुक्रुक्क कुकुरुक्क। अब कविजी, अब सन्तान विदेशमा छन्, छोरालाई सन्देश लेख्नु भएको छ भने सुनाउनुहोस्। यो होइन, विदेशमा भएर होइन, नेपालमै हुँदाखेरि नै अब भनेको मैले छोरालाई। कविता छ, सुनौ। छोरा त तेरो बाउ जस्तो नभन्नु, त्यसको हेडिङ हो। छोरा त तेरो बाउ जस्तो नभन्नु, कुनै वस्तुलाई बाङ्गो देखिस् भने भन्नु कस्तो सिधा छ। कुनै वस्तुलाई बाङ्गो देखिस् भने भन्नु कस्तो सिधा छ। कुनै वस्तुलाई सिधा देखिस् भने भन्नु कस्तो बाङ्गो छ। कसैले कुनै काम ठिक गर्यो भने भन्नु बेठिक गरिस्। कसैले कुनै काम बेठिक गर्यो भने भन्नु ठिक गरिस्। छोरा तैँले सेतोलाई कालो भन्नु। छोरा तैँले सेतोलाई कालो भन्नु, कालोलाई सेतो भन्नु, साँचोलाई झुट भन्नु, झुटलाई साँचो भन्नु। तैँले झुटलाई झुट भनिस् भने झुटहरूले तँलाई नै झुट बनाइदिनेछन्। अहिले म बनिरहेको छु त, माफियाहरूले मलाई माफिया भन्दैछन्। मैले माफियालाई माफिया भनेको हुनाले माफियाले मलाई माफिया भन्दैछन्। छोरा तैँले सेतोलाई कालो भन्नु, कालोलाई सेतो भन्नु, साँचोलाई झुट भन्नु, झुटलाई साँचो भन्नु। तैँले झुटलाई झुट भनिस् भने झुटहरूले तँलाई नै झुट बनाइदिनेछन्। छोरा तैँले झापा हिँडिस् भने भन्नु धनगढी हिँडेको। छोरा तैँले झापा हिँडिस् भने भन्नु धनगढी हिँडेको। धनगढी हिँडिस् भने भन्नु झापा हिँडेको। जब कुनै काम सप्रिन्छ भन्नु मैले गरेको। जब कुनै काम बिग्रिन्छ भन्नु तैँले गरेको। छोरा तैँले लुगा लगाएकालाई भेटिस् भने सोध्नु नाङ्गै कता पुगेर आउनुभयो। छोरा तैँले लुगा लगाएकालाई भेटिस् भने सोध्नु नाङ्गै कता पुगेर आउनुभयो। नाङ्गै हिँडेकालाई भेटिस् भने सोध्नु कति राम्रो लुगा कहाँ सिलाउनु भयो। कविलाई नभन्नु, कविलाई कवि नभन्नु, पागल भन्नु। पागललाई पागल नभन्नु, कवि भन्नु। तैँले पागललाई पागल भनिस् भने पागलहरूले तँलाई नै पागल बनाइदिनेछन्। म त पागल बने तर मेरो छोरा तँलाई म पागल बनाउन चाहन्न। छोरा तैँले जोरलाई बिजोर भन्नु। छोरा तैँले जोरलाई बिजोर भन्नु, बिजोरलाई जोर भन्नु। चोरलाई साधु भन्नु, साधुलाई चोर भन्नु। तैँले
चोरलाई चोर भनिस् भने चोरहरूले तँलाई नै चोर बनाइदिनेछन्। म त चोर बने भने तर मेरो छोरा तँलाई म चोर बनाउन सक्दिनँ। छोरा तैँले घामलाई देखाएर जुन भन्नु, छोरा तैँले घामलाई देखाएर जुन भन्नु, जुनलाई देखाएर घाम भन्नु, कसैले नाम सोध्यो भने थर भन्नु, कसैले थर सोध्यो भने नाम भन्नु, कसैको मलामी गइस् भने गीत गाउनु, कसैको जन्ती गइस् भने राम राम भन्नु। मेरो छोरा त तेरो बाउ जस्तो नभन्नु, तेरो बाउ जस्तो नभन्नु। अब कार्यक्रमको हामी अन्त्यमा हुँदा यो बालेन सरकारलाई तपाईँको भन्नु के छ? भन्नु त मैले पहिलाका सरकारहरूलाई पनि धेरै भने, सुनेनन्। अब यसलाई पनि भन्छु। सुनेन भने फेरि हुने त्यही हो। यो सरकारले मसँग 2/3 छ भनेर फुइँतियाइ नलाओस्। यो सरकारले मसँग 2/3 छ भनेर फुइँतियाइ नलाओस्। लायो भने जनताले उही तिहाईहरूलाई जस्तै गरी यसलाई पनि भुइँतियाइ बनाइदिनेछ। सकियो? सकियो, यति भयो। याभन्दा मैले के भन्नु? आजको कुराकानी कस्तो लाग्यो? त्यो त अब अरूले सुन्नेले भन्ने भए, तपाईँहरूले भन्नु होला। केही आइदियोस् भन्ने थियो कि मनभित्र? केही प्रश्न यस्तो सोधियोस्? छैन, मलाई केही आइदियोस् भन्ने पनि लाग्दैन, केही पाइदियोस् भन्ने पनि लाग्दैन। अहिले परिपूर्ण भइयो। मलाई मरेपछि केही हुन्छ भन्ने पनि लाग्दैन, मरेपछि पनि बाँचिरहँ भन्ने पनि लाग्दैन। बाँचुन्जेल बाँच्न पाए पुग्यो। आफै नभएपछि एक दिन यो पृथ्वी त रहँदैन। त्यसो भए आजको यो कार्यक्रम पनि नराखौँ त, समाप्त गरौँ। गरौँ आजलाई। दर्शकवृन्द, अहिलेका राजनीतिक कवि सबैले चिन्ने, सामाजिक सञ्जालमा भाइरल, डिका नदिइकन लेख्ने, यो हिसाबले हेर्दा यहाँले कार्यक्रममा हेरिसक्नुभयो। यो खासमा चाहिँ नि सामयिक राजनैतिक ऐतिहासिक विश्लेषण थियो आजको पडकास्ट। कस्तो लाग्यो कमेन्ट बक्समा अवश्य लेख्नुहोला। समाचारालय पडकास्टबाट कवि अर्जुन पराजुली र म प्रस्तोता राजेन्द्र राज तिमिल सिन्हा दुवैजना बिदा चाहन्छौँ। नमस्कार। नमस्ते।